welcome everybody to this very historic panel in which uh, about 8-9 of us will be sharing along with some audience from Kirtipur our imagination, dream and design for ecological Nepal, for cultural Nepal and for economically prosperous Nepal. So we will be gathering stories and case studies of each of us, what we are doing, how we are doing, what is our diagnosis, what is our wildest dream, what is our design, and what is our delivery, or who will benefit from what we do. Before we go into panel presentation, I would like to invite our Kipu House team to welcome us to this very historic place called Kirtipur, and even within that Kirtipur, a group of people who are with us today, including Alokji and Sanita, will give us a sense of what is the Kipu House, which is part of the regenerative story of Nepal, and then what is this place called Kirtipur within the Kathmandu Valley. सबैमा नमस्कार र जोजोलपा टक्राउन चाहन्छु। म नारायण महर्जन, म यही लोकालिटीमा बस्छु। यहाँहरू एउटा चाहिँ एकदम महत्त्वपूर्ण विषयमा छलफल गर्न लाग्नु भएकोले मलाई पनि साह्रै टच भयो कि यो विषय पृथ्वी आफैमा बिरामी भइरहेछ, यसलाई कसरी ट्रिट गर्न सकिन्छ, उपचार गर्न सकिन्छ भन्ने जुन टपिक आलोक सरले दिनुभयो, मलाई टच भएकोले म अरू काम छोडेर भए पनि यसमा चाहिँ सामेल हुन आयौँ। यसको हिसाबले तपाईँहरू सबैलाई धन्यवाद टक्र्याउन चाहन्छु। किर्तिपुर आफैमा एउटा सांस्कृतिक हिसाबले, एउटा भौगोलिक हिसाबले, हिस्टोरिकल हिसाबले अत्यन्तै महत्त्वपूर्ण ठाउँ हो। काठमाडौँ भ्यालीको एउटा उच्च स्थानमा रहेको आफ्नै मौलिकता भएको ठाउँ हो। यहाँको सांस्कृतिक चिजहरू तपाईँहरूलाई भन्नुपर्दाखेरि आफैमा यहाँको मौलिक चिजहरू, जात्रा पात्रा, यहाँको महिनै पछि आउने गाई जात्रा, इन्द्रायणी जात्रा, हैन, यो तिहारको जात्राहरू यो प्रत्येक महिनामै आइरहेको छ। त्यसकारण चाहिँ यहाँ चाहिँ भोज भतेरका कुराहरू, यहाँ कुजिनका कुराहरू अत्यन्तै मान्छेहरू चाहिँ प्रभावित भइरहेको अवस्था पनि छ। टोल टोलमै डाफा, बाँसुरी, ढिमे, ढा बाजाहरू बजाउनेहरू थुप्रो चाहिँ छन्। अझ युवाहरू, अहिले मेरो भाइहरू छोराहरू पनि त्यो विषयमा अत्यन्त इन्ट्रेस्ट लिएर यो विषयमा चाहिँ जान्नु भन्ने हिसाबले पनि उहाँ आइराख्नु भएको छ। त्यसकारण चाहिँ यो सांस्कृतिक हिसाबले पनि एकदमै महत्त्वपूर्ण ठाउँ चाहिँ हो। त्यस्तै अब ऐतिहासिक रूपबाट हेर्दाखेरि पनि किर्तिपुरमा अब सबैले जानेकै सुनेकै हिस्ट्रीमा हो कि पृथ्वीनारायण शाहबाट, हैन, 1814बाट 22सम्म चाहिँ लडाइँ गरेर, साना ठुला धेरै लडाइँहरू गरेर किर्तिपुरलाई अन्तमा चाहिँ जितेको कुरो, कालु पाण्डे आफै यहाँ चाहिँ निधन भएको, हैन, सुरप्रताप शाह त अब आँखा फुटेको कुरो। अब त्यति बेला कति 600 जनसङ्ख्या थियो भन्ने कुरा छ। किर्तिपुरको वरिपरि पर्खाल, ठुलो गढ पर्खाल भन्छौँ, अहिले चाहिँ मासिएर गइसक्यो सबै कुराहरू। त्यस हिसाबले एउटा एकदमै महत्त्वपूर्ण इतिहास बोकेको त्यस्तो ठुलो अरू घटनाहरू पनि छन्। अनि त्यस पछाडि यो किर्तिपुर ठाउँ चाहिँ यस्तो ठाउँ हो कि जहाँ चाहिँ 72-90 सालको भूकम्प आउँदाखेरि पनि एकजना मान्छे मरेनन्। लास्ट चाहिँ 72 सालमा एकजना मान्छे पनि मरेनन्। जहाँ कि यहाँबाट पाङ्गा यो नगाउँमा चाहिँ मान्छेहरू थुप्रो 139 जना मरेको थियो। त्यसमा चाहिँ एकजना किर्तिपुरको परेन। त्यसको साथै एउटा पुरानो घर पनि भत्केनन् है। यो एकदमै म आफैले भोगेको कुरो। त्यसकारण भौगोलिक हिसाबले पनि एउटै पत्थरले बनेको भन्छ। त्यसकारण यो हिसाबले पनि किर्तिपुर आफ्नैमा महत्त्वपूर्ण ठाउँ हो भन्ने चाहिँ लाग्छ, हैन। त्यसले गर्दाखेरि अब किर्तिपुरमा विशेष गरी अहिले एट्र्याक्सन भनेको चिज चाहिँ यता काठमाडौँमा चाहिँ नेवारी खाजा खाना, नेवारी
का विभिन्न गतिविधिहरूमा चाहिँ संलग्न हुने सोध्ने सर त अघि कुरा गर्नु हुँदाखेरि किर्तिपुरमा धेरै नै मतलब अगाडि वर्ष बसेर चाहिँ होइन गर्नुभएको हिसाबले पनि साह्रै मिठो लाग्यो मलाई। यस हिसाबले हेर्दाखेरि अब किर्तिपुरमा अब दिनका दिन भनौँ न मान्छेहरूको वहिरो लाग्ने कुराहरू त्यो चाहिँ देखिन्छ। जात्रा पर्वमा त थुप्रो मान्छेहरू आउने देखिन्छ। म यति नै कुरा राख्छु। सरहरूको केही जिज्ञासा भयो भने। म नारायण महर्जन। म पेसाले एउटा स्कुलको पहिला शिक्षकपछि प्रिन्सिपल भएर अहिले चेयरम्यानको हिसाबमा रारा हिल मेमोरियल स्कुल, जुन चाहिँ 4 जना शहीदहरूको नाउँबाट 46 सालको जुन किर्तिपुरमा आन्दोलन भयो चैत्रको 20 गते, त्यसमा चाहिँ 4 जना किर्तिपुरको नागरिकहरूले चाहिँ ज्यान गुमाएका थियो। राजेन्द्र, राजमान, हिराकाजी र लनबहादुर। अनि उहाँहरूको सम्झनामा चाहिँ हामीले रारा हिल, यो राराको कुनै त्यो हिल होइन कि शहीदहरूको पहिलो अक्षरको नाउँबाट निर्माण गरेको। हस्, धन्यवाद। नमस्ते, म सुनिता राजकर्णिकार। म अहिले चाहिँ यो किपु हाउसलाई रिप्रेजेन्ट गर्दैछु। तपाईँहरू सबैलाई यसमा स्वागत गर्न चाहन्छु। किपु हाउस चाहिँ एउटा हाम्रो यो हेरिटेजमा हेरिटेजको कन्जर्भेसनमा लागिराखेकोहरू लाइक माइन्डेड एउटा ग्रुप जम्मा भएर सेन्चुरी ओल्ड घर किनेर त्यो घरलाई रेट्रोफिटिङ गरेर रेनोभेसन गरेर टुरिज्मको लागि अकोमोडेसन को लागि तयार गरेका छौँ हामीले। अनि त्यसको साथै हामीले यस्तै हाम्रो किसिमको प्रोग्रामहरू गर्नलाई हेरिटेज सम्बन्धी, कल्चर सम्बन्धी, युवाहरू सम्बन्धी होइन, त्यसको लागि ठाउँ पुग्ने गरी हामीले हलहरू पनि बनाएका छौँ। र अब यसको कमर्सियल्ली नै यो टुरिज्मको लागि हो होइन, तर हाम्रो एउटा अब्जेक्टिभ चाहिँ अर्को के छ भने अहिलेसम्म जति पनि हाम्रो कल्चरहरूमा एक्सटेन्ड भइसकेको हाम्रो ट्रेडिसनहरू भयो, हाम्रो आर्ट्स एन्ड क्राफ्ट्सहरू भयो, जस्तै सुकुल बुन्नेदेखि लिएर कपडा बुन्नेदेखि लिएर अनि क्विजिनहरूकोमा पनि यो मरीदेखि लिएर अरू हाम्रो जति पनि ट्रेडिसनल हरेक पूर्णिमामा हरेक सङ्क्रान्तिमा खाने कुराहरू भयो, त्यो सबै चाहिँ हामीले पछि नेक्स्ट जेनेरेसनलाई पास अन गर्नलाई हुने गरी अहिले बिर्सिसकेको कुराहरू पनि एक्सटिङ भइसकेको कुराहरूलाई पनि ट्रेनिङ दिने होइन, अनि त्यसबाट चाहिँ युवाहरूलाई अलिकति एट्र्याक्ट गर्ने या कमसेकम उहाँहरूलाई जानकारी मात्रै होस् यो चिज कसरी बन्छ, यो कसरी हुन्छ भन्ने किसिमले, त्यसैमा उहाँहरू त्यसैलाई चाहिँ उहाँहरूले अकुपेसन नबनाए पनि कमसेकम थाहा होस्, त्यो ट्रेडिसन चाहिँ बाँचिरहोस् भनेर चाहिँ हामीले त्यसमा पनि काम गरिरहेका छौँ। अरू चाहिँ अब यहाँ चाहिँ फेसिलिटीहरू चाहिँ सबै छ हामीसँग होइन, बन्दै पनि छ। त्यति हो, हस्, थ्याङ्क यू। मैले सुने अनुसार what I have heard is this is still in the process of making this Kipu House site, and that we are the first event of such kind hosted by them. So we feel especially very fortunate to be part of this community enterprise. So now I would like to begin to ask panelists, about 7 to 8 of us, starting with Alokji. In about 5-6 minutes, please tell us what is your diagnosis, what is your wildest dream, what is your design, what do you want to deliver, and then we will go to Narayan Wagliji, then to Nirpala Adhikari, and we will come to younger generation. Yes, thank you very much for the opportunity. I have heard since childhood in my family circle, in my community, that Kathmandu Valley is a sacred land. It has attracted wise people from both the north and the south. Of course, we all know the legend behind the origin of Kathmandu Valley as a lake, and the saint from the Wutaishan mountains of China
known as Manjusri, who represents is the Buddhist deity of wisdom. He came here, saw the value of this place as not only a habitat for aquatic creatures but people. So he drained the lake by cutting off the gorge in Chobar, which is very close by from Kirtipur. And after it was drained, obviously, people from both surrounding areas all around north and south came and settled here. I believe from a scientific perspective, mainly for the fertile land, because after the lake drained out, obviously the rich mineral deposits and the rich soil would help them do very well in agriculture. And of course, that was a legend, but if you look at the scientific part of it, it says around 10,000 years ago, that is when humans changed from hunters-gatherers to permanent settlers. They started agriculture. And the scientific fact also now is proven that 10,000 years ago is around the time when the lake got drained from Kathmandu Valley. So that eventually developed into a very rich civilization, which now many scholars are starting to say it is the Bagmati civilization. Because like in all other civilizations all over the world, the banks of the Bagmati were where the first settlers were, where the yogis, the ascetics from all over the region came and meditated and spread their, interacted with each other and increased the knowledge base that they brought from different parts of the world and exchanged it and taught to the people here. And eventually when the society developed into a very rich civilization, I believe after studying the history and the development of the civilization for the past few years, I've been into this field only for 10 or 12 years. Before that, I was into the so-called career of my own, which I have totally left now. But after going deeper and deeper into the cultural history of my roots, I believe that is what my life's calling is. And I hope to continue to work on trying to retain whatever is left of our rich civilization, our very ancient and very practical traditional wisdom for the future of the society, because I believe our future lies in our past. So I believe that is the gist of what we are going to talk about for the rest of the afternoon today. And that is my dream. My dream is to dig up our past, generate the real knowledge that our ancestors found and implemented in their society in terms of agriculture initially, in terms of the cuisine, in terms of the architecture, in terms of the planning of the cities, their day-to-day lifestyle, even music and dance. So all of these have little practical values hidden. The monuments that they built, the cultural and religious practices that they follow every day. So all of these, many of which we are still seeing now, we are copying it, we are following it, maybe blindly. But if we take one step behind the surface, go beyond the facade, we will see very rich practical value. And my dream is to dig up those values and pass it on to younger generations like you so that you can preserve it and create a better quality of life for yourself. I think the step that is needed to do that is, even in the present context, in the last few days, few weeks, although I have mentioned this to some social and political national leaders in the past few years, I believe the word is moratorium or something, which is a complete halt to new construction in the entire traditional settlements of Kathmandu Valley, like in the old area of Kirtipur, Kantipur, Kathmandu, Lalitpur, Bhaktapur, Thecho, Tokha, where the dense settlements is. All of the haphazard, uncontrolled, unplanned construction in the name of development is utterly destroying the civilization that I just mentioned, that I just talked about, within a day or a week or even minutes. So my wish is
the authority needs to formulate a plan to stop that kind of blind destruction for, let's say, 3 months, or maybe 6 months or a year. They need to have proper policies, proper planning, and proper alternatives in place, especially if it is public construction, like building roads or improving of the drainage system, public works. That needs to be stopped for, let's say, for now, a year, so that within that year's time, they can formulate a plan of proper study of what is the actual physical built heritage that lies within this area. How can we preserve it? Does it need to be preserved? If we need to preserve it, we cannot stop modernization, obviously. What are the alternatives of going ahead with the modernization while preserving the ancient monuments and the structures? And then after that policy is formulated, then come up with the mechanisms to actually implement what they have come up in paper. And then after that only allow the modern development plans to go ahead. So this has happened in other countries, but for that a very, very strong political will is required. And when there is a strong leadership in the government, anything is possible. And this is the kind of step that they need to visualize first, they need to understand, and then if they really want it, if they have the political will, they can do it. And this way, I think the outcome will be that whatever we preserve, whatever wisdom we gain out of it, is something that we will be able to share with the entire world. That is where we gain our glory back. It is not about tourism. It is not about being glorified about our history. I think it is about our dignity. Thank you. Thank you, Alokji, for such a passionate appeal to build our future based on very deep roots of Kathmandu Valley and the Bagmati civilization. And this is so apt because we are also sharing our Nepal-based experience with a global audience. And there is an event starting tomorrow, May 7th, to going up to the 11th, that is called Global Earth Repair Convergence, in which hundreds of people, thousands of people, either face-to-face in some part of America near Seattle, Washington, and from their location, from Africa, South America, Asia, China, North America, Europe, we are gathering who is repairing what is damaged. हाम्रो नेपाली मरिसकेको हाम्रो प्राकृतिक सांस्कृतिक प्रोसेसहरूलाई फेरि पुनर्जीवित कसरी गर्ने भन्ने कथाहरू हजारौं कथाहरूको मध्ये हाम्रो पनि यो एउटा कथा हो र we are very happy to share what we have been doing and learn from all over the world. Now I would like to request journalist turned biodynamic farmer Narayan Wagleji to share his experiences. Thank you, sir. I grew up as a farm kid in western side of Nepal. I came to Kathmandu to be a successful man. After practicing journalism around 30 years, I realized that during the time of COVID, I had much time to reflect, in real sense. So during the time, I had this notion of, going back to my roots. So my farmland was kind of not utilized after my parents passing away. So I went back to my village, to my farm, and restarted the family farm. The difference in between two times, when I was growing up, I grew up with my cows. When I got back, there were no cows in the mountains. All cows, especially the mountain, native cows, were chased away. Thanks to the
modern agriculture, a mindset, the mainstream idea of doing commercial farming. All our native, small-scale, climate-friendly, very resilient, our own best friends were chased away. And whatever we saw, the cows, they were all imprisoned in farms, and they were not locals, they were not natives, all imported from like Jersey, Holstein cow, Swiss, Korean. We get in Nepal every kind of foreign imported cows, but no more. Probably in our next generation will see our local cows in Chidiakhana, what you call in zoo, no more in farmlands, So what I thought, I started is, I realized that cow is key. If I do, farming, I realized that cow is key. So I had so beautiful memories with the cow. So I had a very hard time to gather some cows. Finally, I got some and bring them in my land and restarted the farms. So basically, and I learned permaculture design. I did permaculture design course. In fact, I hosted the course in my farm, and I had a good relationship with biodynamic practitioners in Nepal. So I came to know about this good discipline of doing earth care system. So now what I do is I follow permaculture principles. At the same time, I practice biodynamics, and in a year I host biodynamic preparation making workshop twice in a year. In 2 seasons, autumn and spring, we host the workshop, preparation making workshops. What I do is, my current mindset is that farming is the idea of farming was has been very different, very difficult, and no more our own kind of natural exercise. It has been totally, the very idea of doing farming has been destroyed due to the modernization of every sphere of life in our part of in our part as well. What I see and what I prioritize in my find that number one priority is for me personally is that I have to prove that farming is possible in real sense. Farming as a earth care or real service to the soil. Farming in real sense, not in what in modern sense. So my current struggle is how to make my farm as a successful venture. That means that I have to follow. I have to learn the tricks myself. I don't get. There is no there is no rules you can copy, or there are no agriculture scientists to teach you how to do farming. If I follow them, I have to compromise on so many things in my soul. So what I what I have to learn is to follow the instincts of myself. So I'm going to I'm going to just discover myself. I'm going to trying to know myself, the true nature of my own personality. So that way I'm going to discover myself and who am I. I'm really there as a sincere fellow of my land, of the nature and the soil I borrowed from my parents. I saw my parents, they spend their best of their time in the land.
Uh, but, uh, but the tricks or the techniques or the technology my parents used to do is no more in the land. So what I'm trying to do is I'm trying to I started from basic again, from zero. So I gathered a flock of cows and looked for seeds, the local seeds, whatever what seeds we use in the neighborhood or in the region it has been very easy. Farmers go to the agro beds and buy the seeds, and all hybrids or nothing to do with the local ecosystem. So what I did is I like the cows. I looked for or I went to source for the seeds, the local seeds, like millets and even of the rice, the local varieties. What I'm now trying to do is that I'm trying to discover myself and I'm trying to know my land in a true sense. And what my impression is that if you want to live in a in good harmony with nature, you have to have your own seeds in your land. You have to have your own, livestock, which are friendly or of the, ecosystem. So I'm trying to rediscover in that way. This is one part. The other, finally, I'm coming to conclude it, is that what I see, there is no hope for, among the new generation. It has been totally, farming is no lucrative job. This is the fact, So my main challenge is whether is it possible to make farming as a lucrative profession. And in addition to that, farming in real earth care kind of system or way. Yes. So this is my query, and I'm trying to do learn. So I'm not been able to bring out good conclusions or solutions for others. I'm trying learning For yourself. for myself. Absolutely. Thank you so much, Narayan Wagli Ji. Listening to you, it reminded me of this crazy and famous Japanese farmer called Manosuwa Fukuoka, जसले वन स्ट्र रिभोल्युसन भन्ने किताब हामीभन्दा 2-3 पुस्ता अगाडि नै उहाँले यो एक्सपेरिमेन्ट गरेर उहाँको एउटा सेन्टेन्स छ जुन कि तपाईँले भन्न खोज्नुभएको त्यो के हो भने by farming, by cultivation, actually that is the art of the cultivation of the man, of the human. This is what you are basically doing to yourself. You are first saying, I want to be the child of the earth, and while regenerating the vitals of the earth, I want to cultivate my life. And the word that lucrative, maybe you want to change that to prosperity, samriddhi. So basically the question that Narayanji and several of us are working on is, could we create a new generation who could achieve prosperity in Nepali samriddhi while enriching the earthly processes, not destroying the earthly processes? So that leads to another amazing case study, an example, lived example of It's interesting you brought the topic समृद्धि हैन यसको etymology हेर्यो भने sama means altogether, like the sabai सँगै. Yes, altogether, yes. Bringing everybody up, yes. The English को synthesis भन्छ sin, यही समाबाट हैन. वृद्धि
को दुईटा टर्म छ वृद्धि भने अब सबैको वृद्धि धी इज अल्सो योर माइन्ड सो समृद्धि भनेको इट्स लाइक ग्रोथ of everything around you, of your All mind, together, simultaneously. होइन, of your consciousness. धी भनेको लाइक यो consciousness, your mind, होइन. सो हाम्रो यो समृद्धिबाट हामी वेल्थ डेभलपमेन्टमा गयौँ होइन. त्यो नै एकदमै च्यालेन्जिङ छ नि त हाम्रो. अब अहिले भन्नुभयो नि हरेक महिना जात्रा थियो, भोजै भोज. हामी वी कम फ्रम अ ल्यान्ड अफ अबन्डेन्स होइन. यहाँ त अझ कीर्तिपुरमा मैले सुनेको यति धेरै समस्या के हुन्थ्यो अरे नि, यति धेरै धान हुन्थ्यो कि धान काटिसकेपछि मान्छेले के गरिदिने भने आफ्नो पुगिसकेपछि अर्को ठाउँमा लगेर राखिदिने अरे क्या. त्यो दाइँ गर्न ऊ हुन्छ नि, अनि मान्छे चाहिँ कुरेर बस्ने अरे कि यसले ल्याउला अनि मेरो काम बढ्छ भनेर त्यसलाई रोक्नलाई. नल्याऊ होइन, अब पुग्यो, अब त्यो ल्याएपछि त काम बढ्यो. अर्कोले चाहिँ आफ्नो ठाउँमा चाहिँ फेरि थप्देला भनेर हो. अनि त्यो त्यसमा पाले जस्तो बस्न जान्छ होइन. अब हामी त लाइक वी कम फ्रम अबन्डेन्स होइन. अनि तर यो लास्ट 50 इयर्समा चाहिँ के भनिदियो भनेदेखि बिकज अफ द कोलोनिस ग्लोबलाइजेसन यु आर पोर होइन. आई थिङ्क त्यो बिगेस्ट माइन्ड सेट अहिले के भइरहेछ भने अनलर्निङ यु. हामी वी आर नट पोर. हामीसँग त अहिले हामीलाई हाम्रो बाउको जेनेरेसन एक्चुली हाम्रो फादर जेनेरेसन जब युएसएआइडी आउनु थाल्यो हामीलाई के सिकायो भनेदेखि यु आर पोर, तिमीहरूलाई डेभलपमेन्ट चाहिन्छ होइन. तिमीहरूसँग केही पनि छैन, तिमीहरूले खानै जाने छैन होइन. तिमीहरूको भात खानु हुँदैन होइन, के अरे विट खाऊ होइन. तपाईँले भने तपाईँको यो गाई भएन, होल्स्टिन ल्याऊ, जर्सी ल्याऊ, तिमीहरू केही पनि भएन होइन, तिमीहरूले फार्मिङ गर्न जाने छैन भनेर हामीलाई सबै चेन्ज गर्न थाल्यो. अनि हामीले त्यसलाई एकदम आत्मसमर्पण, त्यसलाई एकदम इन्टरनलाइज गऱ्यौँ होइन. अब मेरो पनि अब यसो एउटा एक्सप्लोरेसन चाहिँ के हो भने वाट इज वेल्थ, वाट इज अबन्डेन्स मैले खोजेकै थिएँ होइन. हाम्रो त जाँदाखेरि अब त्यो भोजको कल्चरबाट आएको हो नि त. हामी गयो भने हेर्नु न अहिले जे हामीले नेपालमा त तपाईँ यसो आँप फाल्यो आँप फल्छ होइन. यतापट्टि के अरे आँप छ, लिची छ, अम्बा छ. एउटा अम्बा खायो भने दिनभरि खाजाको लागि एउटा अम्बा खायो भने पुरै सिद्धिने ठाउँबाट यति अबन्डेन्सको ठाउँमा त हाम्रो एउटा मेन्टालिटी के भयो भने गरिबी. अनि गरिबीले यस्तो पोलिटिसाइज भयो कि जो पनि नेताहरू आएपछि तिमीहरू गरिब छौ होइन, अब हामी समृद्धि होइन, हामी के अरे त्यो विकास होइन, विकास ल्याउँछौँ होइन. अहिले ठुल्ठुलो बाटो बनाउँछौँ, ठुलो बिल्डिङ बनाउँछौँ. अब यो माटोको घर एकदम राम्रो भएन, विकास भएन, अब तिमीहरूलाई कङ्क्रिटको बनाउँछौँ होइन. हामीलाई पुरै ब्रेन वासै गरेको छ नि त अहिले. हजुरले भन्नुभयो नि माटोको घर बनाउँछु भन्दाखेरि पर्मिसनै पाउँदैन है. तपाईँको जुन मन्दिरहरू 500-600 वर्षको मन्दिरहरू छ तिनीहरू त्यही बनाउँछु भन्दाखेरि इट्स नट अलाउड. इट्स हामीले इन्जिनियरहरूले त्यसलाई पासै गर्न जान्दैन मतलब अब स्टिलको बनाउनु पर्छ हुँदैन. होइन. अहिले यो विकासको नाममा हामी जति आत्मनिर्भर थियौँ नि, हामी जुन तपाईँले भन्नुभयो नि सिड ल्याएर हामीले गर्न खोजेको के हो, एउटा एक किसिमको सिड्स सेलेक्सन के अरे कलेक्सन भनेको के हो, इट्स फ्रिडम नि साइन्स है. आई कन्ट्रोल माई लाइफ भनेको हो नि त होइन. मसँग सिड भएपछि त म बाहिर जानै परेन. त्यो पनि इलिगल छ. तपाईँ सिडै पाउँदैन किन विकासको नाममा होइन. जब विकासको नाममा आयो 4वटा कुरा. फर्स्ट विकासको अवधारणा कसै युएसएआइडीको त्यो प्रोग्राममा आयो, त्यो 0.4 प्रोग्राम भन्ने आएको थियो. त्यसमा के थियो, नेपालमा केमा विकास चाहिन्छ भन्दा एउटा एजुकेसन, हेल्थ, कृषि एग्रिकल्चर र मिनरल्स होइन.
सो उनीहरूको अब 50 वर्षपछि हेर्दाखेरि रेट्रोस्पेक्टमा हामीले हेर्दा के पायौँ भने हाम्रो पुरा एग्रिकल्चरमा उनीहरूकै इनपुटमै हामी टोटली डिपेन्डेन्ट के अरे हेल्थमा पनि हाम्रै मेडिसिन सबै सिद्धेर उनीहरूकै मेडिसिनमा हामी डिपेन्डेन्ट यो सबै केले भयो भन्दाखेरि उनीहरूले हाम्रो एजुकेसन सिस्टमै चेन्ज गरिदियो हामीलाई तिमीहरू गरिब छौ तिमीहरू अन्डर डेभलप छौ तिमीहरूलाई विकास चाहिन्छ भनेर हाम्रो समृद्धिबाट विकासमा लगिदियो नि त्यो होइन सो अब हामीले गर्न खोजेको के भन्दाखेरि वाट इज फ्रिडम के मेरो लागि त यो एग्रिकल्चर गर्नुको कारण यो आफ्नै घर बनाउनुको कारण चाहिँ आई एम फ्री हाम्रो बाजेहरू त फ्री थियो नि त घर बनाउनु के ल घर बनाऊ भने 10 जना आउँथ्यो नेबरहरू आउँथ्यो घर बन्थ्यो कति सजिलो बन्थ्यो खाजा खाए पुग्थ्यो कोही पनि मान्छे सुकुम्बासी थिएन सुकुम्बासी खानापिना कोही पनि थिएन हो नि उसले पहिला मान्छे छ त यो घर बनाउनु कति लाग्यो भने 4वटा बाख्रा लाग्यो भन्थ्यो नि किन त्यो भोज होइन किनभने काठ हामीसँग जङ्गलमा थियो माटो थियो ढुङ्गा थियो होइन खालि मान्छेलाई परमा गरेर हामीले बनाउँथ्यौँ तर अहिले के एउटा घर बनाउन 40 वर्षको लोन लिनुपर्छ होइन त्यो लोन सधैँ बढै छ अनि घर पनि सानो झन् छ विकासको नाममा होइन सो यही सो आई थिङ्क मेरो एक्सप्लोरेसन मेरो ड्रिम चाहिँ हामी वी सुड बी फ्री वी वर फ्री अनि वी क्यान बी फ्री अनि बाँसबाट घर बनाउनेमा अनुभव अलिकति अब मैले चाहिँ अब के गर्नु खोजेँ भने सुरुमा मलाई नि म आफू पनि त्यस्तै यहाँ काठमाडौँमा त होइन म त काठमाडौँमै हुर्केको अब त्यहाँ त कङ्क्रिटकै तर मामा घरको घर अनि मेरो बुवाहरूसँग बुवा ट्राभल गरिरहनुहुन्थ्यो जाँदाखेरि त्यो माटोको घर एकदमै हेर्दैखेरि एकदम त्यो जति धेरै घर भयो त्यति रमाइलो लाग्ने हुन्थ्यो नि अहिलेको जस्तो होइन नि त्यो गाउँमा त्यो गाउँघरमा घरहरू देख्दा त कति रमाइलो लाग्थ्यो नि किनभने त्यो यति ब्लेन्ड भएको त्यो चाहिँ मेरो एकदम सबकन्सियस माइन्डमा सधैँ थियो अनि त्यसपछि म पढ्न जाँदाखेरि अब अमेरिकामा गएँ के अरे आर्किटेक्चर पढ्दाखेरि त्यो पढेँ तर मलाई त्यो स्काई स्क्रेपर बनाउनु नै थिएन मैले न्युयोर्कमै बसेँ थिएँ मलाई यो पढ्नै छैन मलाई यो इन्ट्रेस्टै छैन मलाई यो बनाउने नै होइन म मेरो माइन्डमा चाहिँ मलाई त्यो थियो अनि इन्ट्रेस्टिङली न्यू मेक्सिकोमा जाँदाखेरि त्यहाँ चाहिँ धनीहरू चाहिँ माटोको घरमा बस्थे होइन $1 मिलियन होम्सहरू चाहिँ माटोको अनि माटोको भने फेरि हाम्रै जस्तो नै हो कि काँचै इँटाको घरहरू होइन तर अलिकति उनीहरूले चाहिँ के गरेको थियो भने अहिलेको कन्टेक्स्टको लागि उनीहरूले अलिकति अब मोडर्न एम्युनिटिज पनि चाहिन्छ नि त हामीलाई अब ग्लास सिसा पनि चाहियो अलि होइन ठुलो झ्याल चाहियो तपाईँको बाथरुम चाहियो प्लम्बिङ चाहियो त्यो उनीहरूले इन्कर्पोरेट गरेको थियो अनि मलाई नि आएपछि ल मलाई नि यस्तै घर मलाई यो त्यहाँ बसेपछि मलाई यस्तै घर चाहियो हामीसँग त अझ के सजिलो छ भने हामीसँग त त्यो ट्रेडिसन अझै पनि लिभिङ छ नि त होइन अहिले पनि गयो भने अस्तिकै सेन्ससमै हेर्दाखेरि 74% भने 3/4 अफ नेपाली घरहरू त माटो र ढुङ्गा माटोकै छ तर एउटा प्रब्लम चाहिँ अहिले भने जस्तै हामीसँग 3/4 घरहरू ढुङ्गा माटोको छ तर लले त्यो बनाउनै दिँदैन त्यो भने त हाम्रो प्योर अधिकारै वञ्चित गरेको हो नि त तैँले आफ्नै रिसोर्स युज नगर भनेको नि हाम्रो सिप पनि गर्नु दिएन अनि त्यस कारण मैले आएपछि अब यहाँ आएर अनि काठको बनाउँछु भने अब काठ पनि टोटली रेगुलेटेड हाम्रो वन चलाउनै दिँदैन सरकारले होइन यति धेरै हामीसँग वन त धेरै छ नि हामीसँग होइन अहिले कति 54% कति वन छ त्यसको गएर काठ कुहिएर बसेछ तर हामीले काठ चलाउन पाउँदैनौँ किनभने कन्जर्भेसन विकासको नाममा होइन अनि त्यसपछि मैले चाहिँ अब बाँसको चाहिँ किन मलाई पहिल्यैदेखि बाँस भन्ने चाहिँ रमाइलो लाग्थ्यो कि होइन अनि मैले बाँसको एक्सप्लोर गर्न थालेँ अनि बाँस हामीसँग अर्को अबन्डेन्सको कुरा किनभने हामीसँग 54 थरीको स्पिसिसको बाँस छ नेपालमा होइन अनि बाँस त हामीसँग अब तपाईँको बाँस खान पनि मिल्छ बाँस कपास तिनटै कुरा हाम्रो बाँसले गर्छ अनि त्यही एक्सप्लोर गर्दा गर्दा मेरो इन्ट्रेस्ट चाहिँ यो एक्सप्लोरेसनमा सुरुमा त अब क्लाइमेट चेन्ज के भनेर थियो तर यसो मैले पछि आफैले हेर्दाखेरि किनभने मलाई त त्यसकै ब्युटीले नै
बोलाएको जस्तो लाग्न थाल्यो कि अहिले मलाई आइ एम नट इन्ट्रेस्टेड इन चेन्जिङ द वर्ल्ड होइन, आइ एम इन्ट्रेस्टेड इन द ब्युटी अब यसको हाम्रो। तर हाम्रो पहिलाकै कुराहरू पनि हाम्रो पुर्खाहरू पनि अब थोरै थियो तर ब्युटिफुल थियो नि। अब हेर्नु नि, यही भाँडाहरू हामीसँग करुवा थियो, एउटा सानो करुवा पनि एउटा बनाएर चिटिक्क थियो, धेरै थिएन होइन, तर एउटा थियो, तर राम्रो थियो होइन थियो नि। अनि मलाई चाहिँ त्यही त्यसकै बाँसकै ब्युटीमा अनि गर्दै गर्दै गर्दैपछि त के एक्सप्लोर के थाहा भयो भने यसलाई बाँसलाई अलिकति ट्रिटमेन्ट गरिसकेपछि बाँस त स्टिल जतिकै स्टिलसँग कम्पेयर गर्न मिल्छ। यसको स्टिल भन्दा पनि बेटर छ। स्टिल त बलियो छ तर हेभी छ, बाँस बलियो छ तर लाइट वेट छ होइन। सो नेपालको जस्तो कन्टेक्समा जहाँ अर्थक्वेक आउने ठाउँमा त तपाईँको बाँसलाई उ गरेर तपाईँको त 3 तल्लाको घर मजाले सजिलैसँग बनाइन्छ। त्यो बनाउँदै गएपछि एउटा के भयो भने यत्तिकै हाम्रै रिसोर्स युज गर्यो भने त हामी त हाम्रो जुन अबन्डेन्स छ नि त्यसमै प्ले गर्न मिल्यो नि हामीसँग कति छ भनेर। त्यही मैले बाँसकै गरिरहेको छु अहिले। त्यही एक्सप्लोरेसन गर्दा गर्दा अब धेरैले अलिअलि पत्याउन पनि थालेछन् होइन। लाइब्रेरी बन्यो, अहिले गुम्बा एउटा बन्यो होइन, अर्को गुम्बा बन्दैछ। सो देयर इज होप। मान्छेहरूले अलिअलि सोचिरहेछन् जस्तो लाग्छ। थ्याङ्क यू। एउटा लाइब्रेरी त मदन पुरस्कार पुस्तकालय, अनि गुम्बा चाहिँ यहीँ माथि फर्पिङमा छ। ल निरपाल अधिकारीज्यू र उहाँको टिम को काम मैले करिब करिब 10-15 वर्ष अगाडिदेखि नै एकदम मिहिन रूपले फलो गरिरहेको छु। तपाईँहरूले अबारी अर्थ भन्ने सर्च गर्नुहोला, त्यहाँ उहाँहरूको मोडेलहरू छ, डिजाइनहरू छ र मलाई लाग्छ हामी यदि नेपाललाई हामीले पुनर्जीवित गर्ने हो भने बाँस, काठ, ढुङ्गा, माटो, पराल, खरको हाउजिङ, सेल्टर, अस्पताल त्यसको बन्नुपर्छ, स्कुल बन्नुपर्छ, जुन कि म पछि अलिकति भन्नुहोला। ल अब हाम्रो कथा सुन्ने पालो हाम्रो सुलोचना श्रेष्ठज्यूबाट। ल धन्यवाद। यहाँहरू सम्पूर्णलाई नमस्कार। मेरो नाम चाहिँ सुलोचना श्रेष्ठ। म चाहिँ विगतमा चाहिँ मेरो आफ्नै व्यवसाय थियो। जस्तै म सिटिभिटीमा एसेसरको रूपमा कार्यरत थिएँ र त्यसै गरी म आइएलओको ट्रेनर पनि हुँ। म उद्यमशीलता महिला उद्यमीहरूलाई चाहिँ बढी फोकस गरेर काम गरिरहेको थिएँ। महिला उद्यमशीलताको लागि चाहिँ मैले काम गर्दै आइरहेको थिएँ र त्यसै गरी अहिले पनि मैले यो सरकारी निकायको विद्यालयहरूमा मैले चाहिँ ट्रेनिङ दिँदैछु। 10वटा स्कुलमा चाहिँ जस्तै ब्युटिसियन युनिसेक्सको पार्लरको बारेमा चाहिँ मैले तालिम पनि दिन्छु। अनि उद्यमशीलता भनेको के हो त र उद्यमशील गरिसकेपछि चाहिँ त्यसलाई कसरी आफ्नो कन्ट्याक्टमा राख्ने, उद्यमीहरूलाई कसरी अगाडि बढाउने भन्ने कामहरू गर्दै आइरहेको छु। र त्यही सिलसिलामा चाहिँ मैले चाहिँ धेरै युवाहरूलाई तालिम दिइसकेँ। धेरै हजारौँजनालाई मैले तालिम दिइसकेको छु र रोजगार पनि धेरैजनालाई दिइसकेको छु। यही सिलसिलामा चाहिँ मैले अब तालिम मात्रै होइन, मैले चाहिँ अब हाम्रो देशमा एउटा यो हाम्रो देश कृषि प्रधान देश हो। अब यसमा चाहिँ धेरै जग्गाहरू, खेतीयोग्य जग्गाहरू चाहिँ खाली रहेको छ होइन, जमिनहरू एकदमै खाली छ। त्यो खाली भएको जमिनलाई चाहिँ कसरी हामीले चाहिँ अब त्यसलाई बिरुवाहरू लगाउने र स्थानीय अनुसारको जुन ठाउँमा हामी जान्छौँ त्यो ठाउँमा चाहिँ कुन उत्पादन हुन्छ त, सो अनुसारको हामीले अनुसन्धान गरेर हाम्रो एउटा टिम बनाएको छौँ हामीले डिग फर नेपाल भनेर, जसले चाहिँ हाम्रो बाँझो रहित जग्गा बनाउने भनेर एउटा नारा बोकेर हिँडेको छ। यसले चाहिँ अहिले हाम्रो विभिन्न ठाउँमा बिरुवाहरू रोप्दै आएको छ। जस्तै लमजुङमा पनि राइनस भन्ने ठाउँमा हामीले बिरुवाहरू रोपेर आएका छौँ र त्यसै गरी तनहुँमा भिमादमा पनि धेरै बिरुवाहरू रोप्यौँ। त्यसै गरेर हामीले अब पूर्वमा जाँदैछौँ, गोर्खामा यसरी हामी जाँदैछौँ। कसरी हुन्छ त यो कृषिलाई चाहिँ हामीले अब कसरी अगाडि बढाउने त, कृषि क्षेत्रलाई चाहिँ हामीले कसरी त क्याच गर्ने भन्ने कुरामा हामीले अनुसन्धान गर्दाखेरि अब धेरै हाम्रो देशका युवाहरू वैदेशिक रोजगारका लागि बाहिर गइरहनु भएको छ। उहाँहरूलाई केही हदसम्म भए पनि यहाँ रोकेर हाम्रो खाली जमिनलाई बिरुवा रोपेर उहाँहरूलाई रोजगार गराउने हो कि, र हाम्रो देशमा उत्पादनहरू नहुने होइन, धेरै हुन्छ, तर हामी वैदेशिक रोजगारमा बढी फोकस गऱ्यौँ र जुन हामीले
गर्न चाहेको काम हामीले गर्न सकेका छैनौँ, त्यस कामलाई चाहिँ अब हामीले युवाहरूलाई यहीँ रोकेर केही हदसम्म भए पनि उत्पादनमा ध्यान दिनुपर्छ भन्ने कुराहरूमा हामीले फोकस गरिरहेका छौँ। यही सिलसिलामा हामी सरकारी निकायसँग पनि सहकार्य गर्दैछौँ, कुराहरू राख्दैछौँ। उहाँहरूले हाम्रो भिजनलाई, हाम्रो कन्सेप्टलाई मन पराइदिनु भएको छ र अस्ति पनि हामीलाई बोलाउनु भएको थियो। हामीले गएर आफ्नो तर्फबाट डिग फर नेपालले टिमले चाहिँ प्रेजेन्टेसन गऱ्यौँ र अहिले पनि हाम्रो डिग फर नेपाल, त्यसै गरी मौलिक भान्साघर, रैथाने खाना, मौलिक बजार भनेर हाम्रो कपनमा छ र त्यसै गरी आउटलेट एउटा बानेश्वरमा पनि छ। त्यहाँ पनि हामीले सहकार्यमा र सरकारको समन्वयमा हामीले स्थानीय पालिकाहरूलाई लिएर त्यो 35वटा पालिकाले चाहिँ समन्वय गरेको छ। त्यो पालिकाहरूले त्यो पालिकामा उत्पादन भएका उत्पादनहरूलाई ल्याउने र त्यो उत्पादनलाई हाम्रो सेलिङमा डाइरेक्ट उत्पादनकर्ता र त्यहाँ उपभोक्ताहरूको सहकार्य हुन्छ र त्यसै गरी त्यो उत्पादन भएको जुन खाना छ त्यसलाई पनि त्यही मौलिक भान्साघरमा चाहिँ रैथाने उत्पादनको जुन खानेकुरा परिकार बनाएर हामीले अहिले त्यहाँ खुवाइरहेका पनि छौँ। बुफेट उसमा ढिँडोदेखि लिएर स्थानीय उत्पादनका सम्पूर्ण खानेकुराहरू भनौँ होइन। त्यही सिलसिलामा चाहिँ अहिले हामी लागिरहेका छौँ। धेरैवटा पालिकाहरू आइरहनु भएको छ। अब यही सिलसिलामा चाहिँ देशभरि नै हामीले बाँझो रहित जुन खेतीयोग्य जमिनहरू छ त्यसलाई चाहिँ बाँझो रहित बनाउने भन्ने अभियानमा लागिरहेका छौँ। हामीले सरकारसँग समन्वय गरिरहेका छौँ। हस्, धन्यवाद। यो डिग फर नेपाल भन्ने अभियानमा म पनि धेरै नै संलग्न छु। उहाँहरूले मलाई चिफ एडभाइजर बनाउनु भएको छ। मैले यो खेतीपाती र खानपिनमा सुधार गर्दा गर्दै शैक्षिक पनि कसरी, लर्निङ इकोसिस्टम पनि कसरी सँगसँगै लैजाने भनेर म उहाँहरूसँग धेरै नै घनीभूत छलफलमा छु। र दुईवटा शनिबार, योभन्दा अगाडिको दुईवटा शनिबार म त्यहाँ शनिबार बिहान 7 बजेदेखि 12 बजेसम्म त्यहाँ मेला नै हुन्छ अनि छलफल हुन्छ र कहिलेकाहीँ चिफ मिनिस्टरहरू आउनुहुन्छ, मन्त्रीहरू आउनुहुन्छ, अभिभावकहरू आउनुहुन्छ, किसानहरू त्यहाँ हुँदै हुनुहुन्छ। तपाईँहरू पनि सकेदेखि जानु होला। नयाँ बानेश्वर त्यो एभरेस्ट होटलको पछाडि अलिकति पछाडि मौलिक भान्साघर मा तपाईँहरूलाई पनि निमन्त्रणा गर्न चाहन्छु। ल, यसै सन्दर्भमा अब कृषिमा हाम्रो जेनजीहरूको इच्छा आकाङ्क्षा अहिले के गरिराखेको छ, राख्नुभएको छ, तपाईँ र तपाईँको साथीहरूको कुरा कथा हामी सुन्न चाहन्छौँ। समीर पराजुलीबाट। धन्यवाद सबैलाई। म चाहिँ I will talk from a step where I am transitioning from my अहिलेसम्म चाहिँ मैले लिभलीहुड प्रोजेक्टहरूमा काम गरिरहेको थिएँ। म चाहिँ, मेरो नाम समीर पराजुली, म चाहिँ एग्रिकल्चर ग्रेजुएट हो। सो मैले चाहिँ लिभलीहुड प्रोजेक्टहरूमा काम गरिरहेको थिएँ। अब मेरो बिस्तारै ट्रान्जिसन गरिरहेको छु रिजेनरेसन र रिजेनरेटिभ फिल्डमा। सो मैले काम गरिराख्दा चाहिँ हामीले एकदम युज गर्ने टर्म भनेको लिभलीहुड इम्प्रुभमेन्ट भन्ने हुन्थ्यो होइन। अनि पछि रियलाइज गर्दै गर्दा चाहिँ मलाई के रियलाइज भयो भने हामी पहिले नै आफै रिच छौँ। अब त्यसमा लिभलीहुड इम्प्रुभमेन्ट भन्ने कुरा जस्तो हालेर त्यो कहिले पनि त्यसलाई चाहिँ अगाडि लैजान सकिँदैन। जति नै हामीले फार्मरहरूको इन्कम इन्क्रिज गर्छौँ भनेर भन्छौँ, त्यो भित्रको इकोलोजिकल सोसियल सिस्टमलाई आफ्नो ठाउँमा नल्याई हामीले त्यो इन्कम इन्क्रिजलाई मात्र दिएर चाहिँ त्यसलाई मात्र फोकस गरेर खासै धेरै केही हुँदैन भन्ने मलाई फिल भयो। अनि सो आई एम ट्रान्जिसनिङ इन्टु रिजेनरेटिभ। सो धेरै कुराहरू बुझ्न पनि बाँकी छ। सो अहिलेलाई चाहिँ त्यही भने। अब बिस्तारै मलाई चाहिँ त्यहाँनिर के फिल भयो भने फार्मर्सहरू, म मेनली एग्रिकल्चरकै पर्सपेक्टिभबाट बोल्न चाहन्छु। फार्मर्सहरू, एग्रिकल्चर प्र्याक्टिसनरहरू चाहिँ उहाँहरूलाई आफ्नो जुन कोर छ, जुन पहिलेदेखि फलो गर्दै आएको, बाबुबाजेहरूले फलो गर्दै आएको, आफ्नो अगाडिको जेनेरेसनहरूले फलो गर्दै आएको, त्यो कुरामा बिलिभ नभएको चाहिँ, त्यो कुराको बारेमा थाहा नभएको चाहिँ होइन। बट जसरी वर्ल्ड अहिले चेन्ज भइरहेको छ, उहाँहरूलाई त्यो अनुसार एडप्ट गर्न चाहिँ गाह्रो भइरहेको भन्ने कुरा चाहिँ मैले बुझेँ। अनि पछि हेर्दाखेरि चाहिँ वाइ दे आर नट गोइङ इन्टु द कोर, एग्रिकल्चरलाई चाहिँ अब पछाडि लैजानलाई, जुन हाम्रो पास्टमा थियो, जुन रिचनेस थियो, त्यो रिचनेसमा लैजानलाई चाहिँ के कुराले पुगे छैन भन्दाखेरि एलाइनमेन्ट बिट्विन इकोनोमिक
अनि सोसियल अनि इकोलोजिकल, यो तिनवटा जुन हामीले इकोलोजिकल कुरालाई नै राम्रो गराउनु छ, हाम्रो इकोनोमी पनि राम्रो गराउनु छ र हाम्रो सोसाइटीलाई नै राम्रो गराउनु छ। यो तिनटै कुराको एलाइनमेन्टमा चाहिँ अलि डिफिकल्टिज भएको चाहिँ मैले पाएँ होइन। अब नेपालमा जुन हामी पहिलेदेखि नै जुन रिचनेस छ, उहाँ नेपालजीले भन्नुभयो, मलाई एकदम रिलेट भयो कि म चाहिँ अहिले हजुरले उहाँ हुँदाखेरि मैले क्लाइमेट चेन्जको कुरा गर्थेँ भन्नुभयो नि, मलाई अहिले ठ्याक्कै रिलेट भयो, म अहिले त्यही फेजमा छु जस्तो लाग्यो कि, बिकज मलाई नि क्लाइमेट चेन्ज, फुड सिस्टम यिनीहरू कुराहरूमा चाहिँ एकदमै इन्ट्रेस्ट लाग्छ। अनि अब रिजेनरेसनको पर्सपेक्टिभबाट फुड सिस्टमलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने चाहिँ मेरो कोर इन्ट्रेस्ट हो। अनि अब त्यसमा चाहिँ नेपालको कुरा गर्दा, नेपाल पहिलेदेखि नै हाम्रो पहिलेदेखि जसरी हजुरले भन्नुभयो हाम्रो पहिलाको घरहरू माटोको घर थियो, मलाई त्यो फिल हुन्छ कि एकदम होइन। जस्तै हाम्रो बाबा हजुरबाहरूलाई को इन्कम सोर्स त त्यस्तो अब ठ्याक्कै पैसा भनेर त त्यति धेरै आउँथेन, बट दे वर सो रिच, सबै कुरा पुगेको थियो। अनि अहिले जसरी ग्लोबलाइजेसन भइरहेको छ, मान्छेहरू चाहिँ पैसाको पछाडि गएर पैसा कमाएर पनि नपुगेको छ नि त कति धेरै कुराहरू। सो मलाई चाहिँ अब नेपालको रिचनेसलाई अगाडि लैजानको लागि नेपालमा एकदम भास्ट पोटेन्सियल छ, त्यो पोटेन्सियललाई ट्याप गर्नु चाहिँ मेरो ड्रिम हो भनेर भन्छु म चाहिँ होइन। अब त्यसमा चाहिँ रिजेनरेसन एग्रिकल्चरलाई चाहिँ एउटा भाइबल र रेस्पेक्टेबल सिस्टम, रेस्पेक्टेबल प्रोफेसन भनौँ, सिस्टम भनौँ, त्यो बनाउने चाहिँ मेरो मेन ड्रिम हो। अब त्यसमा चाहिँ अब मेन फोकसहरू भनौँ स्मल होल्डर फार्मर्सहरूलाई, युथहरूलाई नै गरेर, जस्तै युथहरूको लागि चाहिँ एग्रिकल्चर भनेको, रिजेनरेसन भनेको एउटा डिग्निटी हो, एउटा प्रोफेसन मात्र नभएर यो त एउटा आइडेन्टिटी नै हो नि त। सो यो कुरालाई चाहिँ अगाडि लैजानु भन्ने चाहिँ मलाई एकदम मन छ। जस्तै नेपाल अर्ग्यानिक फार्मको हर्ब हो, पर्माकल्चर, इको टुरिज्म, एग्रो टुरिज्म, एकदम भास्ट पोटेन्सियल छ नि त, जता पनि पोटेन्सियलै छ। त्यो कुराहरूलाई ट्याप गर्नु चाहिँ एकदम मलाई मनपर्ने कुरा, मलाई गर्न चाहेको कुरा चाहिँ त्यो हो भनौँ। अब रिजेनरेटिभ ड्रिमको बारेमा कुरा गर्दा चाहिँ मैले यसलाई अब एग्रिकल्चरमै मैले यसो सोच्दाखेरि, यसो स्टडी गर्दाखेरि के भेटेँ भन्दा, रिजेनरेटिभ डिजाइन इन एग्रिकल्चर हेर्ने हो भने चाहिँ हामीले यसलाई तिनवटा फिल्डमा, तिनवटा पोइन्टमा अगाडि लैजान सक्छौँ। फर इक्जाम्पल, अब एग्रिकल्चर सिस्टम जुन कन्भेन्सनलबाट आइरहेको छ, जसलाई मोडर्नाइजेसनले ओभरटेक गर्दैछ, त्यो कुरालाई चाहिँ अब हामीले त्यो कुरालाई रिजेनरेसनतिर लैजाने हो भने फार्मर्सहरूबाटै सुरु गर्नुपर्छ, स्मल होल्डरबाटै सुरु गर्नुपर्छ। अनि त्यो हो भने चाहिँ एउटा मेन चाहिने कुरा भनेको रिक्स बियरिङ मेकानिजम, जुन चाहिँ रिजेनरेसनमा जाम भन्दै गर्दा रिक्स बियरिङ मेकानिजम चाहिँ हामीले वी क्यानट लेट फार्मर बियर दिस होल रिक्स। हामीले चाहिँ मार्केटसँग अनि अरू प्र्याक्टिसनर, पोलिसी, स्टेट गभर्मेन्ट सबैसँग रिक्स बियर गरेर, रिक्स सेयर गरेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कुरा मलाई लाग्छ। अर्को भनेको मार्केट ओरिएन्टेसन हो। जसरी रिजेनरेसनमा जाँदै गरौँ भन्दाखेरि चाहिँ फार्मरलाई एउटा गएर के हुन्छ भन्ने ठ्याक्कै इक्जाम्पलहरू, जस्तै हाम्रो उहाँहरू मदन दाइ हुनुहुन्छ, नेपाल दाइ हुनुहुन्छ, सर हुनुहुन्छ, ठ्याक्कै इक्जाम्पलहरू चाहिँ छ। त्यो कुराहरू चाहिँ फार्मरहरूसँग पुगेर फार्मरहरूलाई देखाउन सक्यो र मार्केटमा पनि अब हुन्छ नि उनीहरूलाई, अब हामीले इकोलोजिकल प्र्याक्टिसको कुरा गर्छौँ, रिजेनरेसन प्र्याक्टिसेसको कुरा गर्छौँ, त्यसबाट उहाँहरू मेजर स्टेवर्ड हो नि त इन्भाइरोमेन्टको, इकोलोजीको, उहाँहरूलाई त्यो स्टेवर्डसिप रिवार्ड गर्नुपर्छ भन्ने कुरा चाहिँ अर्को एउटा कुरा मलाई लाग्छ। अनि अर्को भनेको युथको इङ्गेजमेन्ट। इफ यो कुरालाई हामीले अगाडि लैजानु छ भने चाहिँ युथ अहिले फेसिनेट हुने कुरा भनेको एन्टरप्रेनरसिप, टेक्नोलोजी अनि इकोनोमिक भाइबिलिटी, यो तिनवटा कुरालाई रिजेनरेसन डिजाइनमा ल्याएर युथहरूलाई चाहिँ एट्र्याक्ट गर्न सकिन्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ। बट मैले अझै पनि एक्सप्लोर गर्दैछु यो फिल्डलाई। सो त्यही नै भयो। अब योबाट कसलाई फाइदा हुन्छ भन्दा मेनली स्मल होल्डर फार्मरलाई र युथलाई, जोबाट चाहिँ हामी ओभरअल सिस्टमलाई नै अगाडि लैजान सक्छौँ। सो अब त्यो कुरामा मेजर रिक्स बियरिङ भनेको स्मल होल्डर फार्मरहरू नै हो, युथहरू नै हो। अब अहिले चाहिँ के छ भन्दा रिजेनरेसन भर्सेस कन्भेन्सनल भन्दा पनि स्टेइङ अर लिभिङ द कन्ट्री भन्ने कुरामा छ नि त। हामी यहाँबाट टाढा गयौँ भने हामी रिजेनरेसनबाटै टाढा जान्छौँ होइन। सो मेन डिबेट भनेको त्यही लाग्छ कि मलाई, स्टेइङ भर्सेस लिभिङ। अनि म नि अहिले स्टेइङको लागि एक्सप्लोर गर्दैछु फिल्डहरू, अब कता कताबाट कसरी नेपालमै केही गर्न सकिन्छ यही फिल्डमा, नेचर विथ नेचर भन्ने कुरा। सो त्यसरी नै अगाडि बढ्दै गएको छु अनि त्यही नै छ मेरो।
हाम्रो जेएनजीको तर्फबाट एकदम सशक्त आवाज र उहाँको एक्जिस्टेन्सियल अहिलेको प्रश्न के हो, म यहाँ बसेर नै त्यो पुनर्जीवित गर्ने समृद्धि, प्रोस्पेरिटी, पिपल, प्लानेट, प्रोस्पेरिटी भनेर तपाईँ सोच्नु होला। त्यो तीनवटै पी हुनु, मेरो पनि त्यो पिपिपी मिल्छ प्रोफेसर प्रमोद पराजुली, तर त्यो मैले विज्ञापन गर्न खोजेँ होइन। पिपल, प्लानेट, प्रोस्पेरिटी भनेर सबैले सोच्नु होला। वास्तवमा प्लानेटलाई माया गरेर त्यहाँ अझै जल बढी चढाएर उहाँको शक्ति बढाएर हाम्रो प्रोस्पेरिटी त्यही नै, हाम्रो पुर्खाहरूले पनि त्यही प्रोस्पेरिटीबाट यस्तो अबन्डेन्ट भोज भतेरदेखि लिएर नाचगान गर्ने कस्तो हाम्रो संस्कृति हामीले बनायौँ, त्यसको सिक्रेट कुरा त्यही नै हो। किनभने हामीले पिपल, प्लानेट र प्रोस्पेरिटीलाई बेग्लै शत्रुको रूपमा लिएनौँ कि त्यो सँगसँगै जाने कुरा हो भनेर। ल अब यसै सन्दर्भमा हाम्रो अर्को युवा सुप्रिया श्रेष्ठज्यू, जो कि आजभन्दा 6 वर्ष अगाडि 2020मा मिस अर्थ भन्ने पदवीबाट पनि एकदम शुभेच्छित हुनुहुन्थ्यो। अब तपाईँको कुरा हामी सुन्छौँ। नमस्कार सबैजनालाई। यो छलफलमा मलाई आबद्ध गर्नुभएकोमा म सबैजनालाई धन्यवाद भन्न चाहन्छु। यहाँहरू सबैजनाको कुरा सुन्दाखेरि चाहिँ म एकदमै लट्ठ भएँ कि ड्रग भन्छ नि, इन अ गुड वे त है। कति चिज मैले सिक्न बाँकी रहेछ, कति चिज मलाई थाहा छैन रहेछ, र सबैभन्दा इम्पोर्टेन्ट कुरा, केही कुरा सिक्नको लागि, केही सिप चाहिँ आफूमा संलग्न गर्नको लागि चाहिँ मलाई केही पनि थाहा छैन भन्ने माइन्डसेट भयो भने चाहिँ जीवनमा धेरै अगाडि पुगिन्छ भन्ने कुरा चाहिँ थाहा पाएँ है मैले। र मेरो 10 वर्षको यात्रा रहेको छ होइन। यो मिडिया फिल्डमा चाहिँ मैले एङ्करिङदेखि लिएर विभिन्न कुराहरू गरेँ, स्पोर्ट्समा नि गरेँ होइन। अनि म चाहिँ आई आइडेन्टिफाई माइसेल्फ एज अ स्टोरी टेलर र स्टोरी लिसनर। मलाई कथा भन्न सुन्न एकदमै मनपर्छ। बच्चादेखि नै हुर्किँदै गर्दाखेरि पनि दिनमा एउटा कथा नसुनिकन चाहिँ म सुत्दै नसुत्ने मान्छे हो कि। तर मैले कस्तो कथा सुन्थेँ भन्दा चाहिँ देयर अलवेज युज टु बी अ ह्याप्पिली एभर आफ्टर है। त्यो कथाको एन्डिङ चाहिँ राम्रो भएन भने मलाई निन्द्रै लाग्दैन थियो। त्यसरी नै ग्रो अप हुँदै गर्दाखेरि चाहिँ लाइफ ह्यापन्ड होइन। जीवनको रियालिटी बुझ्दै गयो, धेरै कुराहरू चाहिँ फेस टु फेस पनि भयो। र म फेरि एउटा कथा भन्न चाहन्छु। यो चाहिँ ठ्याक्कै 6 वर्ष अगाडिको नै कथा रहेको छ। मिस नेपाल अर्थको उपाधि जितेपछि चाहिँ मैले आलोक दाईसँग भेटेँ। त्यसपछि इन्भाइरोमेन्ट सम्बन्धी अरू विशेषज्ञहरू पनि हुनुहुन्थ्यो, उहाँहरूसँग भेटेर चाहिँ ल अब हामीले अन्तर्राष्ट्रिय स्थलमा चाहिँ एउटा इको प्रोजेक्ट चाहिँ प्रेजेन्ट गर्नुपर्ने, त्यसमा के गर्ने भनेर छलफल गर्दा इनिसियली मेरो आइडिया चाहिँ एउटा रिमोट एरिया अफ नेपालमा चाहिँ एउटा इको फ्रेन्डली स्कुल बनाऊ न त, वाइ डोन्ट वी डु द्याट भनेर थियो। He did say it was a good idea, but he gave me a different perspective. Do you know, instead of, marketing Nepal as a country that is always vulnerable, that's always poor, that is always economically backwards, we have something that can act as a learning point to the world. भन्ने कुरा भन्नुभयो। त्यो के हो भन्दाखेरि हिटी भनेर भन्नुभयो। मैले यस्तो सोचेँ होइन, काठमाडौँमा त एभ्री नुक एन्ड कर्नरमा एउटा न एउटा हिटी छ, तर त्यो हिटी चाहिँ केवल सजावटी रूपमा मात्रै छ कि पानी चाहिँ रेयरली आउँछ त्यसमा होइन। सो अझै रिसर्च गर्दै जाँदाखेरि चाहिँ द्याट इज दि ओन्ली नेचुरल वाटर सिस्टम द्याट एक्जिस्ट इन द वर्ल्ड विच इज अभाइलेबल इन आवर कन्ट्री। तर प्रब्लम के छ भन्दाखेरि चाहिँ त्यो सम्बन्धी नलेज भएको व्यक्तिहरू चाहिँ एकदमै कम हुनुहुन्थ्यो र इमिडिएटली केही एक्सन लिएन भने चाहिँ त्यो अब एकदम एराडिकेट हुने पनि सिचुएसनमा पुगिसकेको थियो होइन। त्यसपछि हामीले टिम बनायौँ, अ ग्रुप अफ भेरी एन्थुजियास्टिक लाइक माइन्डेड पिपल्स, एकदम धेरै एनर्जी थियो, मोटिभेसन थियो। सो काठमाडौँको चाहिँ एउटा एरियाको चाहिँ हिटी चाहिँ हामी रिभाइभ गर्ने प्रोजेक्टमा लाग्यौँ। त्यसपछि द फर्स्ट ट्राइमेस्टर भनौँ न, द हनीमुन फेज है, एभ्रिबडी वाज भेरी एक्साइटेड, फुल अफ एनर्जी होइन। त्यसपछि लोकल्सबाट पनि, लोकल गभर्मेन्टबाट पनि हामीले भइहाल्छ नि, यस्तो हाम्रो नेपालको प्रतिनिधिले चाहिँ यस्तो ठुलो प्रोजेक्ट लिएर आउनुभएको छ, पक्कै पनि हाम्रो सपोर्ट छ भन्नुभयो। एन्ड मी बिङ माइसेल्फ आई बिलिभ एभ्रिथिङ दे सेड होइन, बिकज आइ एम अ भेरी डेलुजनल पर्सन, आइ एम अलवेज इन माई डेलुलु एरा भनेर भन्छु होइन। सो फर मी थिङ्स अलवेज वर्क आउट द्याट वे होइन। आफूले एफर्ट लाउने, अलिअलि च्यालेन्ज हुन्छ नि, लास्टमा like the 6-year-old child I was, there is always a happily ever after, right? काम गर्दै गएपछि चाहिँ बिस्तारै रियालिटी चेक हुँदै गयो। के थाहा पायौँ भन्दाखेरि चाहिँ सिस्टमिक करप्सन has destroyed more dreams, more projects and more ambitions than
any natural disaster has ever done होइन हामीले जहिले पनि प्राकृतिक प्रकोपहरूलाई ब्लेम गर्छौँ यो भन्छौँ we talk about healing the earth, when earth does not need healing, we are the people who need healing. Earth can take care of herself, है हामीले आफूलाई बचाउन जरुरी छ है सो अर्थले त हामीलाई प्रोभाइड गर्ने हो हामीले अर्थलाई दिने होइन सो इट्स दि अदर वे राउन्ड र पछि गएर के थाहा भयो भन्दा हाम्रो मोटिभ र उहाँको मोटिभ त कम्प्लिटली डिफ्रेन्ट रहेछ होइन उहाँको एजेन्डा चाहिँ एउटा सर्टेन फन्ड्सहरू कलेक्ट गर्ने अनि आफ्नो आफ्नो पकेटमा चाहिँ बजेट एलोकेसन गर्ने टु सी इन अ भेरी रिस्पेक्टफुल वे त्यो थियो सो त्यो नेरेटिभ्सहरू चाहिँ भाँसिँदै जाँदाखेरि चाहिँ देन आई रियलाइज हुन्छ नि यो करप्सन भन्ने कुरा चेन्ज नभएसम्म चाहिँ केही पनि चेन्ज ल्याउनु पोसिबल छैन है नेपालमा गर्छु लागि पढ्छु खट्छु भन्ने मान्छेहरू जति पनि हुनुहुन्छ एन्ड इट्स बिकज अफ दिस काइन्ड अफ लुप होल्स द्याट क्रिएट अब्स्टिकल्स द्याट सुड नट इभन एक्जिस्ट एट द फर्स्ट प्लेस पछि गएर जसो तसो हामीले त्यो प्रोजेक्ट कम्प्लिट गऱ्यौँ एन्ड I think that was one experience that I did not want to experience, but I needed to experience. So it changed me in all the good ways in a very holistic point of view. So एकदमै realistic र achievable dream राख्नु पर्दा चाहिँ नेपालको लागि एकदमै wild dream राख्नु पर्दाखेरि चाहिँ I think I want to see our youth more aware about their indigenous roots है indigenous knowledge भर्खरै म काठमाडौँदेखि यहाँ आउँदै गर्दाखेरि चाहिँ as soon as I skipped हाम्रो यो बल्खुको रोड कट्न बित्तिकै एउटा नयाँ संसारमा आए जस्तो भयो कि अनि एकछिनमा टोलाउन थाले ए हाम्रो कन्ट्री त यो पो हो त है वाइ डु वी वान्ट द टल बिल्डिङ्स द फ्यान्सी स्कल्पचर र एस्थेटिक भन्ने कुरा गर्छौँ नि होइन लुक एट द एस्थेटिक अराउन्ड यु सो मोडर्नाइजेसनको नाममा चाहिँ हाम्रो संस्कृतिहरूलाई हामी बिर्सिरहेका छौँ होइन जबकि सबै एन्सर्सहरू हामीसँगै छ अनि अनदर स्टोरी द्याट आई वान्ट टु रिफर टु इज पाउलो कोएलोको एल्केमिस्ट भन्ने किताब कतिजनाले पढ्नु भएको छ होइन उहाँ चाहिँ एउटा यात्रामा निस्किनुहुन्छ अनि एन्सर्स खोज्न जानुहुन्छ जबकि एन्सर उहाँको अगाडि नै हुन्छ कि सो सबै चिजको रिसर्च गरेपछि सबैतिर भुलेपछि चाहिँ सबै हामीलाई चाहिने रिसोर्सेस चाहिँ हामीसँगै रहेछ नि त भन्ने कुराको अवेरनेस भयो I want to imagine a city where the houses are carved with wood, mud, where we do not require ACs or fans. We sit in the floor, actually talk to our parents, talk to each other, and eat together like it's not a task or a project that we need to complete in 10 minutes. So we're losing our aesthetics. So my imagination for our country and our society is getting back to our roots, where youths are more proud and more aware of their indigenous identities, and they know the skills that is required to foster that talent in them. So यसको फाइदा चाहिँ पक्कै पनि हामी सबैजनालाई नै हुन्छ होइन तिनटै जेनेरेसन बच्चादेखि बुढोसम्म होइन जस्तै पुरानो जेनेरेसनले आफ्नो नलेज त युवाहरूलाई पास अन गरेर इट क्यान क्रिएट अ रिपल इफेक्ट इन द जेनेरेसन्स टु कम सो यसले चाहिँ हामीलाई एउटा आत्मनिर्भर इन्डिभिजुअल र देश बनाउन पनि एउटा पोसिबिलिटी खोलिदिन्छ एन्ड आई थिङ्क द्याट इज एब्सोल्युटली डुएबल इफ लाइक माइन्डेड पिपल कम टुगेदर यति नै हो एउटा प्रश्न सबैको लागि हामी 5 मिनट ब्रेक लिएर यसो उठ्ने बाथरुमतिर जाने गरौँ अनि त्यसो गर्दाखेरि बायोलोजिकल फोर्सले अस्वस्थ नबनाओस् हुन्छ 5 मिनट यसो वाट एभर वी निड टु डु अनि फेरि आउने अनि मदनजीले आफ्नो कुरा राख्नुहुन्छ त्यसपछि म राख्छु अनि हामी छलफलतिर जान्छौँ very important. Many people forget it. So I'm glad we remembered. So we will now continue with the story of Madan Paudilji. Madan and I have had a conversation for at least two, three years now, and we are. If you want to cover that, please do. One idea, Madan and his friends, his generation, which is much younger than me, we are having is could there be a group of 1 to 2 million Nepalese youth who could be prepared, who are willing, who are passionate to actually regenerate the vitals of Nepal, from water to the soil, to the seed, to the food, to the flavor, to the fiber and the forest,
Then we can talk about health and healing, becoming a global leader, inviting people for healing and health. Then hospitality and pilgrimage. But in all these activities, their learning will be simultaneously together. They will be first class first. In biology, in chemistry, in composition, in history, in geography, but not in a laboratory, not in a classroom, but in the field. While they are regenerating these vitals and preparing for prosperity, in this model, you don't need to go to college. By 9th grade, you could actually be already creating prosperity. By 12th grade, you will be a billionaire. Nepal testo ठाउँ छ. So I want to start that with Madanji because we have been talking about that. But first, let's listen to Madanji. What his life history is, what he's trying to do, what is his design, what is his dream. Thank you, Guru. Hello, everyone. Namaste. आज यस हाम्रो ग्लोबल अर्थ रिपेयर कन्भर्जेन्सको नेपालको प्यानलमा यस्तो धेरै अगाडि कन्टेक्स्टहरू आइसकेको छ कि मलाई त्यो कुराले नै मलाई धेरै इन्ट्रेस्ट गराइसकेको छ र मैले धेरै कुराहरू रिलेट गर्न पनि सकिरहेको छु. हामी अहिलेको कन्टेक्स्टमा भन्नुपर्दाखेरि वी आर इन स्टेज अफ पोली क्राइसिस. हामी चाहिँ एकभन्दा अर्को क्राइसिसमा हामी गइरहेका छौँ. त यो ट्रेन्ड अझै कन्टिन्यू हुने नै क्रममा देखिरहेको छ. अलिकति ग्लोबल एउटा पर्सपेक्टिभ दिन पर्दाखेरि एउटा स्टकहोम रेजिलियन्स सेन्टरले एउटा निकालेको पब्लिकेसनमा अर्थ प्लानेटरी बााउन्ड्रिज भन्ने एउटा फ्रेमवर्क निकालेको छ, जसमध्ये 9वटा यस्ता क्रिटिकल अर्थको सिस्टम जो फेलियर भयो भने अर्थ नै इरिभर्सिबल एउटा ड्यामेजको स्टेजमा जान्छ. त्यो मध्ये 7वटा त अलरेडी ड्यामेज भइसकेको छ. त्यो हामीले त्यो लिमिट नै क्रस गरिसक्यौँ. भनेपछि अब जम्मा 2टा बाँकी छ होइन. भनेको द सेन्स अफ अर्जेन्सी द्याट आई वुड लाइक टु एड अन हियर इज वी आर इन भर्ज अफ एक्सटिन्सन के. हामी चाहिँ अघि उहाँले भन्दै हुनुहुन्थ्यो वी डोन्ट निड टु सेभ अर्थ, वी निड टु सेभ आवर सेल्फ फर्स्ट, राइट. त्यही कन्टेक्स्टमा मेरो स्टोरी चाहिँ आई वान्ट टु गेट ब्याक टु माई ओन रुट. म चाहिँ एउटा स्याङ्जाको एउटा गाउँमा हुर्केको. मेरो हजुरबुवा हजुरआमासँग खेल्दै अब पुरै फार्ममै काम गर्दै हामी सुन्तला खेती गर्छौँ. साथसाथै अब कोदो रोप्ने, धान रोप्ने सम्पूर्ण कृषिका गतिविधिहरूमा म संलग्न भएँ. र त्यो मलाई यो खालको नुएन्स चाहिँ मलाई पहिला नै मेरो हजुरबुवा हजुरआमाले राखेको इम्प्रिन्टको कारणले म जे बोलिरहेको छु, जे यो हजुरहरूको सङ्गत गर्न पाएको छु, यो नै त्यो इम्प्रिन्ट हो जस्तो लाग्छ हुनै. किनभने हजुरबुवासँग घाँस काट्न जाँदाखेरि हजुरबुवाले एउटा चिलाउनेको रुख होस् अथवा एउटा चाहिँ बडरको रुख होस् होइन, त्यो पनि आफ्नो आँसीले तर्काएर काट्नुहुन्थ्यो कन्सियसली. इभन एकदम सानो बोट छ भने नि त्यसलाई त्यो माइन्युट कन्सियसनेसमा उहाँले घाँस काट्नुहुन्थ्यो होइन. त्यो डोको पनि त भर्नु छ होइन, तर त्यो एउटा बिरुवालाई पनि जोगाउनु छ. द्याट वाज द सेन्स अफ स्टेवार्डसिप द्याट आई लर्न फ्रम माई ग्रान्ड प्यारेन्ट्स. र मलाई अलि अगाडि नै कृषिमा त्यही नै कर्म गर्दै आएको कारणले म 9 कक्षामै म कृषि पढ्छु चाहिँ मैले भनेको थिएँ फ्यामिलीलाई. र 9 कक्षाबाटै अब त्यसको लागि प्रिपरेसन हुन त मेरो बुवाआमाको इच्छाको लागि मैले MBBSको एउटा इन्ट्रान्स एक्जाम पनि दिएँ. द्याट वाज एउटा स्टोरी हो. तर म चाहिँ फेरि रामपुर कृषि क्याम्पसमा एग्रिकल्चर एन्ड फरेस्ट युनिभर्सिटीमा म ब्याचलर्स जोइन गरेँ. र जुन नहुन पर्ने थियो त्यो नै मेरो जिन्दगीमा कृषि क्याम्पसमा गएपछि भयो. जुन मैले सोचेको थिएँ, हुन त मलाई त्यतिखेर थाहा थिएन कृषि भनेको यस्तो मोडलले पढाइन्छ भनेर. तर मलाई जति पढ्न समय लाग्यो त्योभन्दा बढी चाहिँ मलाई पढेको कुराहरू बिर्सिन समय लागिरहेको छ होइन. द मोड अफ एजुकेसन, द वे हाउ आवर करिकुलम हेज बिन बिल्ट, एजुकेसन यो त कृषि भनेको त एउटा फन्डामेन्टल हो नि त होइन. एउटा
हजुरबुवा हजुरआमाले त गरिराख्नु भएको थियो, मेरो बुवा आमाले पनि गरिराख्नु भएको छ होइन। अब हामी त जेनेरेसनल फार्मर्स हो र जुन हामी कृषि क्याम्पसमा गएर जुन करिकुलमबाट एउटा दीक्षित भइयो, एउटा चाहिँ सो कल्ड ग्रेजुएट भइयो, त्यसले नै एउटा बिगेस्ट हुन्छ नि एउटा टर्निङ पोइन्ट आयो कि जिन्दगीमा। त्यो चाहिँ जुन मैले चाहेकै थिएन र यो कुराहरू हो चाहिँ हामी यत्रो अहिलेको यस्तो कन्टेक्स्टमा चाहिँ होइन, जुन ग्रिन रिभोल्युसनको एउटा केमिकल युरिया डिएपी पोटास र सिन्थेटिक फर्टिलाइजर पेस्टिसाइडहरूको को बिकाउको लागि जुन ग्लोबल एउटा इलाइट वर्गले एउटा सिस्टेमिक रूपमा जुन क्याप्चर गरेको छ, त्यो एउटा त्यसको एउटा स्वरूप भनेको हाम्रो करिकुलम हो, जुन चाहिँ कृषि क्याम्पसमा पढाइ भइरहेको छ। अहिले पनि साथीहरूले त्यसैको मोडलमा अहिलेको चाहिँ कृषिका रणनीति बनेका छन्। हरेक चाहिँ ठाउँ ठाउँमा कृषिका चाहिँ फार्महरू बनेका छन्। त्यही मोडल नै सिकाइन्छ, त्यही नै एक्सटेन्सन भइरहेको छ। र यो कुराहरू अल्टरनेटिभ पोसिबल भन्ने कुराहरू होइन, अथवा हाम्रै हजुरबुवा हजुरआमाले गरेको जुन प्र्याक्टिसहरू छ, त्यो कुराहरू चाहिँ किन मेन स्ट्रिम भएन, किन पढाइएन भन्ने चाहिँ मेरो सधैँ एकदम खोज रह्यो। र त्यो खोजमै अब त्यो मैले करिकुलमभित्रबाट त मैले पाइनँ र यस्तै चाहिँ साथी सङ्गत होइन, निर्मल दाईसँग हामी धेरै अगाडिबाट जोडिएका छौँ। पछि नारायण सरसँग हामी उहाँकै फार्ममा बसेर हामी वर्कसप गऱ्यौँ होइन। हामी यस्तै किसानहरूको चाहिँ किसानहरूकोमै बस्ने, किसानहरूकोमै सिक्ने होइन, यो आफ्नो फार्म नै एउटा सिकाइशालाको रूपमा चाहिँ इस्टाब्लिस गर्ने यस्तै कामहरूमा चाहिँ संलग्न हुँदै गइयो। र मेरो स्टोरी पनि म आफै फेरि अर्ग्यानिक तरिकाले गर्छु भन्दै गर्दा पनि म पनि एउटा ठुलो फेलियर पनि भएको छु। म आफैले एउटा फेरि अर्ग्यानिक फार्म भनेर तनहुमा 60 रोपनीमा मैले जग्गा लिएर भाडामा होइन, त्यो कमर्सियल स्केलमा अर्ग्यानिक इज पोसिबल भन्ने एउटा न्यारेटिभ सेट गर्ने एउटा मेरो हुटुटी पहिल्यै थियो। र त्यो गर्ने क्रममा जुन मैले चाहिँ बाधा अवरोध चाहिँ फेला भने, यो नट ओन्ली त्यो मेरो कन्ट्रोलमा मात्रै रहेको रहन्छ, त्यो एउटा देशको चाहिँ पोलिसीमा रहेछ होइन। त्यसका त हरेक नुएन्सेसमा चाहिँ सिस्टमिक इस्युजहरू रहेछ। त्यो कुराहरू मैले एउटा ठुलो इन्भेस्टमेन्टमा मैले सिक्ने अवसर पाएँ। र यो कुराहरू चाहिँ अब यत्रो अनलर्निङ र चाहिँ यो राइट मोडल के हो भन्ने खोज अनुसन्धानकै क्रममा धेरै चाहिँ टाइम स्पेन्ड गरियो। र अबको चाहिँ मेरो सिन्थेसिस भनेको चाहिँ अल्टरनेट पोसिबल छ। त्यो कुराहरू मैले देश विदेश विभिन्न देशहरूमा गएर हेरेको छु, बुझेको छु र आफैले पनि अनुसरण गरेको छु। र केही स्केलमा पोसिबल पनि छ होइन। मेरो आफ्नै फ्यामिली फार्म जहाँ हामीले सुन्तला कागती रोपिरहेका छौँ, आफ्नै घर परिवारले गर्दाखेरि त एकदम ब्युटिफुल छ होइन। त्यो कुराहरू एकदम इकोनोमिकली पनि भाइबल छ। तर जब हामी चाहिँ कमर्सियल कन्टेक्स्टमा जान्छौँ, जब हामी चाहिँ इन्टेन्सिभ एउटा इनपुटको सिस्टममा जान्छौँ, जब हामी चाहिँ एउटा डिपेन्डेन्सीको मोडलमा जान्छौँ होइन, जब हामी परनिर्भरतामा जान्छौँ, त्यो कुराहरू हामी एकदमै रिस्कको जोनमा हुन्छौँ होइन। किनभने किसान मात्रै यस्तो चाहिँ एउटा प्राणी हो जो चाहिँ आनन्दले चाहिँ आफ्नो सम्पूर्ण सम्पत्तिहरू गराबारीमा छरपष्ट चाहिँ छिरलेर आफ्नो आनन्दको निद चाहिँ सुत्छ होइन। अब त्यो कतिको रिस्क फ्याक्टर चाहिँ किसानहरूलाई छ होइन। अब यो कुराहरू चाहिँ हामीले मुद्दाको रूपमा अब धेरै यस्तै फोरमहरूमा हामीले उठाउँदै आएका छौँ। र लकिली प्रमोद गुरुले चाहिँ जुन एउटा इनिसिएसनमा एउटा रिजेनेरेसन को नेप्लिज एउटा कन्टेक्स्ट जुन एउटा कम्युनिटीको रूपमा बिल्ड गर्ने क्रममा हाम्रो चाहिँ भेट भयो। र अहिले हामी 300-400 चाहिँ पार्टिसिपेन्ट्स, अझ इभन मोर देन द्याट हामीसँग कनेक्सनमा रहनुहुन्छ। र हामी एक्टिभली यो हाम्रो अबको मेन स्ट्रिम गर्नुपर्ने अथवा हामीले अबको नेरेटिभ सेट गर्नुपर्ने भनेकै कुराहरू भनेको अल्टरनेटिभ पोसिबल र चाहिँ रिजेनेरेटिङ द एउटा चाहिँ फार्मलाई रिजेनेरेट गर्ने होइन। हामीसँग आइल्यान्ड अफ सक्सेस त हामीसँगै छौँ नि, तर हामी यसलाई मेनल्यान्डमा कसरी चाहिँ रिजेनेरेट गर्छौँ होइन, कसरी यसलाई स्केल गर्छौँ होइन। हामी एउटा वृक्षारोपणको मात्रै त कुरा गरेका छैनौँ, एउटा हिटी मात्रै कन्जर्भ गर्ने त कुरा गरेका छैनौँ नि यहाँ होइन। हामी एउटा सानो चाहिँ फुडको मात्रै कुरा गरेका छैनौँ होइन। वी आर टकिङ अबाउट रिजेनेरेटिङ द सेन्स अफ पोसिबिलिटिज होइन। हामी के पोसिबिलिटिजमा what is the wildest dream that we can achieve in terms of regenerating Nepal. That is what we are exploring together.
र यो कम्युनिटी बिल्डिङको एउटा प्रोसेस नै हो। हामी यसरी नै वी लिसन टु इच अदर्स स्टोरिज। हामी फार्ममा बस्छौँ, कहिले वर्कसप गर्छौँ। वी रिसेन्टली ह्याड अ नाइस वर्कसप नेपाल प्यालेस फार्म। र यही कुराहरू चाहिँ हामीले गर्दै आएका छौँ। र अहिले मेरो काम अझै digging it deeper. I've been working more intensively in soil regeneration. र यसमा पनि हामी यस्तो चाहिँ अहिलेको यस्तो स्टेजमा छौँ कि अब यस्तै खेती पद्धतिबाट हामी जाने भने हामीसँग जम्मा 60 हार्भेस्टभन्दा बाँकी छैन। हामीसँग 60 चोटि हामीले धान काट्न पाउँला, त्योभन्दा पछि पाउँदैनौँ। 60 चोटि। अब 60 चोटि हामीले चाहिँ 60 बाली चाहिँ हामीले काट्न पाउँछ। 60 वर्ष भनौँ। यही पद्धतिबाट गयौँ भने त्यो अर्जेन्सीमा हामी त्यो स्टेजमा छौँ। माटोले त्यो मेसेज दिइसक्यो। माटोले धान्न सक्दैन, हाम्रो पर्यावरणले धान्न सक्दैन। कुनै पनि स्टेजमा हामी चाहिँ त्यो ब्रस्ट हुन्छ र त्यो इरिभर्सिबल ड्यामेजमा हामी जान्छौँ। त्यही भएर यो अर्जेन्सीका साथ हामीले चाहिँ नेपालको माटो, पर्यावरण, सम्पूर्ण कुराहरूलाई चाहिँ रिभाइभ, रेस्टोर टु रिजेनरेट गर्नुपर्नेछ। र यसमा हामीले चाहिँ ल्याएको एउटा फ्रेमवर्क, हामी चाहिँ जबसम्म हामी एउटा पिरामिड, एउटा चाहिँ म ठुलो, म धनी, म चाहिँ हाकिम अथवा चाहिँ म साहु भन्ने मोडल, एउटा जुन पिरामिडको मोडल छ, त्यो मोडलबाट चाहिँ हामी जबसम्म हामी सबै एक हो, हामी राउन्ड टेबलमा जसरी बसेका छौँ, वी निड टु ट्रान्सेन्ड फ्रम द्याट एउटा पिरामिडको मोडल टु एउटा सर्कुलर एउटा मोडल। अनि त्योभन्दा नि बियोन्ड एउटा चाहिँ एउटा सेवा भावको मोडल। सो हामी त्यो डिजेनरेटिङ सिस्टमबाट एउटा सस्टेनेबल सिस्टम हुँदै रिजेनरेटिभ लाइफ सिस्टममा चाहिँ हामी ट्रान्सेन्ड हुनुपर्नेछ। त्यो नै हाम्रो चाहिँ पाथवे हो, द्याट वी आर क्रिएटिङ टुगेदर। र त्यो नै मेरो वाइल्डेस्ट ड्रिम पनि त्यही हो, टु रेस्टोर, टु रिजेनरेट। हाम्रो चुरेको कुरा गर्नुपर्दाखेरि एकदमै धेरै इस्युजहरू हामीसँग तराई फुड बास्केटको रूपमा रहेको होइन। र चाहिँ जबसम्म हामीले चुरेलाई रेस्टोर गर्दैनौँ, पुनर्भरणमा हामीले चाहिँ हाम्रो स्रोतहरू हामीले खर्च गर्दैनौँ, तबसम्म हामी चाहिँ अझै योभन्दा डिपर क्राइसिसमा हामी जानेवाला छौँ। र अहिलेको सबभन्दा अर्को ठुलो समस्या भनेको बाँझो जग्गा। हाम्रो डिग फर नेपालसँग चाहिँ यो क्याम्पेनमा हामी सँगै छौँ। र कसरी हुन्छ हामीले हाम्रो बाँझो जग्गालाई एउटा प्रोडक्टिभ एग्रो फरेस्ट्रीको मोडलमा हाम्रो चाहिँ यो मिड हिल्सको एरिया, यो सम्पूर्ण एरियामा प्रोडक्टिभ एउटा एग्रो फरेस्ट्री मोडल होइन। हामीसँग विभिन्न खालको प्रजातिको रुखहरू त छ, तर त्यसमा पनि प्रोडक्टिभ इकोनोमिक प्रोडक्टिभिटीलाई पनि हुने गरेर त्यसमा इकोलोजिकल ब्यालेन्स। र यसमा अझै अर्को इस्यु हामी अहिले बाँदरसँग र यस्तै जङ्गल जनावरसँगको कन्फ्लिक्टमा हामी बिताइरहेको छौँ होइन। यो कुरामा पनि हाउ क्यान वी कोएक्जिस्ट टुगेदर होइन। हाम्रो बााउन्ड्री के हो होइन। यसमा हामी कन्फ्लिक्टको तरिकाले हेर्ने भने त हामीसँग धेरै त्यस्ता इन्सिडेन्ट्सहरू हामीले गरिसक्यौँ, धेरै टेस्टहरू हामीले परीक्षण गरिसक्यौँ। त्यो फेलियर मोडलबाट लर्न गर्दै अब हामी नेपाललाई यस्तो एउटा देश बनाउनु छ जहाँ चाहिँ ह्युमन वाइल्ड लाइफ क्यान एक्जिस्ट टुगेदर होइन। र चाहिँ हाम्रो वी क्यान एक्टिभली रिजेनरेट आवर लाइफ सिस्टम एन्ड गेट ब्याक टु आवर ओन रुट भन्ने नै एउटा मेन स्ट्रिम न्यारेटिभमा ल्याउने मेरो वाइल्डेस्ट ड्रिम त्यही नै हो। हस्, थ्याङ्क यू सो मच। Thank you so much, Madanji. I would like to offer a few observations based on my own experience and what we heard today. The first point I think is important for all of us is our body as the human being is completely dependent on the body of the earth. पृथ्वीको शरीर राम्रो स्वस्थ नभएसम्म हाम्रो शरीर स्वस्थ बनाउँछु भन्ने त्यो कल्पना पनि गर्न सकिँदैन। त्यस कारणले हामीले अब पृथ्वीको शरीरलाई नै अहिले रोग लागिसकेको छ। र हाम्रो जुन नेपाल र हामी जहाँ छौँ विश्वमा पृथ्वीको शरीरमा 17वटा क्रिटिकल अर्गनहरू हुँदो रहेछ। 17वटा, त्यसमध्ये हामी कहाँ 2टा छ। एउटा चाहिँ मनसुन सिस्टम, त्यो इन्डियादेखि लिएर, र अर्को थर्ड पोल जुन हाम्रो हिमालय रेन्जमा जुन हिउँ जमेको छ, त्यो यी 2टा कुराले संसारको ठुलो तहस नहस गर्न सक्छ र समाधान पनि यही नै छ।
त्यस्तै अरू अर्गनहरू के अरे छ, एमाजोन फरेस्टको जुन इकोसिस्टम छ त्यसले पृथ्वीलाई धानिराखेको छ अथवा बिगारेको छ। त्यस्तै साइबेरियाको फरेस्टको छ, सहारा डेजर्टको छ, आर्कटिक छ, एन्टार्कटिक छ। हामी त्यस कारणले त्यो विश्वव्यापी पृथ्वीको शरीरका अभिन्न अङ्ग छौँ र मनसुन र यो हिमालयन रेन्जमा जे गतिविधि भइरहेछ त्यसले करिब 1/3 प्रभाव पारिसकेको छ। त्यस कारणले हामी यहाँ के गर्छौँ? माटो बिगार्छौँ कि सपार्छौँ? पानीको मूल सुकाउँछौँ कि फुटाउँछौँ? त्यसले संसार, हामीलाई त भइहाल्यो, संसारभरिको लागि ठुलो महत्त्वपूर्ण हुन्छ। त त्यसैको साथसाथै तपाईँले अब हाम्रो शरीरभित्र हेर्नुहोस्, तपाईँको लिभर छ, किडनी छ, प्याङ्क्रिया छ, फोक्सो छ, मुटु छ, हाम्रो नदीनालाहरू नसाहरू छन्। हो, अब हामीले यस्तो खालको लर्निङ, अनलर्निङ र रिलर्निङ पद्धति निकाल्नु पर्यो जसमा हामी पृथ्वीका ती भाइटल अर्गनहरूलाई पनि सन्चो बनाउँदै, सफा गराउँदै, राम्रो बनाउँदै उहाँहरूको भाइटललाई पुनर्जीवित गर्नु पर्यो। त्यसको साथसाथै हामी पनि गर्नु पर्यो। अब यसमा मैले विशेष खालको मोडेल के प्रस्तुत गर्छु भने, त्यो यो कुरा त क्लाइमेट साइन्टिस्टहरूले पनि अलिअलि भन्छन्, तर के भन्दैनन् भने यो काम गर्दा गर्दै हामीले सिक्नुपर्ने कुराहरू सबै सिक्न सकिन्छ। बगैँचामा सिक्न सकिन्छ, भान्सामा सिक्न सकिन्छ, नदीमा सिक्न सकिन्छ, देउरालीमा सिक्न सकिन्छ। तर हामीले त्यो डिस्कनेक्ट गऱ्यौँ क्या, त्यो लर्निङ, अनलर्निङ, रिलर्निङ भनेको 24 घन्टा प्रत्येक सेकेन्ड छ। तर हामीले होइन पढ्ने भने त यो ब्याकप्याक लिएर स्कुलमा गएपछि शिक्षकको अगाडि मात्रै सिक्ने हो भन्यो। हो, त्यसबाट हामीले ठुलो यसलाई अङ्ग्रेजी भाषामा एपिडेमिक अफ डिस्कनेक्ट भनेको महामारी नै भयो त्यो डिस्कनेक्टको। शिक्षा जीवनबाट, त्यसलाई अहिले अलिक नेपाली भाषामा भन्दाखेरि जीवनशालाभित्रै सिकाइशाला हुनुपर्ने हो र त्यही सिकाइशाला र जीवनशालाबाट जीविकोपार्जनको उपायहरू हुनुपर्ने हो। जुन कि हाम्रो कार्पेन्ट्रीमा तपाईँ हेर्नुभयो भनेदेखि, कृषिमा हेर्नुभयो भनेदेखि त सबै त्यही छ नि। हो, त्यो हामीले विगत करिब 70-75 वर्ष अगाडि हामीले त्यसलाई, त्यो जुन कोहरेन्स थियो, जुन सँगै मिलेर हामीले जीवन चलाइरहेको थियौँ, त्यो हामीले कुनै तरिकाले डेभलपमेन्ट आइडिया पनि हुनसक्छ। हामी मोडर्न हुनु पर्यो, आधुनिक हुनु पर्यो भनेर लाहुरेदेखि हाम्रो छ एउटा परम्परा, त्यसो गरेका छौँ। त यसमा यो जीवनशाला, सिकाइशाला र जीविकोपार्जनलाई कसरी एकै ठाउँमा सिमुल्टेनियसली एउटा नाटकको रूपमा हामीले नयाँ एउटा सभ्यताको कल्पना, जस्तै बागमती सभ्यता, कालीगण्डकी सभ्यता, कोशी सभ्यता, सुनकोशी सभ्यता, अथवा खस उता हुम्लातिरको पनि बेग्लै खालको सभ्यताको गर्न सकिन्छ। यसमा मैले अब हजुरहरूलाई एकदम छोटकरीमा पहिलो कुरा, हामीले पानी, सुकिएको पानीहरू पुरा पुनर्जीवित गर्नु पर्यो र हामीले मूलबाट पानी पिउँदाखेरि ढुक्क भएर खाने सभ्यता चाहियो। तर यसरी हामीले यो पुनर्जीवित गर्नु पर्यो कि त्यसमा वाटर इन्जिनियरहरू, वाटर साइन्टिस्टहरू, वाटर फिलोसफरहरू, इरिगेसनहरू सबै त्यसैमा जाओस्। यसरी पहिलो पानीको आधारमा अनि माटो, जुन कि हामीले माटोमा मुख्य गरेर सोयल कार्बन भन्ने छ। अब यस्तो स्थिति छ कि जुन जलवायुमा जुन तहस नहस भएको छ, त्यो हामीले माटो नै बिगारेर बढी तहस नहस भएको छ। र माटो राम्रो बनायौँ भने 40% जुन जलवायुमा तहस नहस भएको छ त्यो समस्या आफै समाधान हुन्छ। र के हुन्छ, बाहिर जुन माथि जुन बिख छ आकाशमा, त्यो बिखलाई राम्रो माटोले र राम्रो बिरुवाहरूले र राम्रो पानीका पोखरीहरूले तल ल्याएर अमृत बनाइदिन्छ। ल हेर्नुहोस्, हामीलाई समृद्धि त्यो बिखलाई अमृत बनाउनुमा छ। हो, त्यसको लागि पुरा सोयल टु सपर भन्ने हुन्छ, भनेको आलीदेखि थालीसम्म हामीले सही रूपमा गऱ्यौँ भने जलवायुको पनि समस्या समाधान हुन्छ, हाम्रो आम्दानी पनि असाध्यै राम्रो हुन्छ, समृद्धि पनि हुन्छ, सौभाग्य पनि हुन्छ। र यदि हामीले त्यसो गऱ्यौँ भने
अब अर्को एउटा अचम्मको कुरा मैले नेपालमा पाएँ कि त्यो जुन स्वाद भन्ने छ नि हाम्रो खानामा, अहिले सायद हाम्रो खाना आउँदैछ, स्वाद भन्ने नै वास्तवमा नेपालको अर्थतन्त्रलाई 100 भन्ने हो भने 10-15% त स्वादबाटै टिम्मुरदेखि, जिम्बुदेखि, मेथीदेखि होसुलोचनदेखि त्यही छ। यस्तो प्रकृतिले यति धेरै स्वादहरू दिएको अरू ठाउँ बिरलै छ। त्यस कारण हामीले स्वाद इकोनोमी किन नबनाउने, फ्लेभर इकोनोमी हो। त्यसको आधारमा हामीले अनि फाइबर र जुन हाम्रो निरपालजीले भन्नुभयो बाँसदेखि लिएर, परालदेखि लिएर, खरदेखि लिएर, जङ्गलका जडीबुटीहरूदेखि लिएर काठ इत्यादि, त्यसको अर्कै अर्थतन्त्र हामी बनाउन सक्छौँ। यसको आधारमा हामीले संसारभरको लागि, हेर तिम्रो त्यहाँ असाध्यै गर्मी पनि बढी हुन लाग्यो होइन, हाम्रो दक्षिणतिर यतातिर बाढी जान लाग्यो, नेपालमा प्रकृतिले नै राम्रो हावापानी दिनुभएको छ। हामी कहाँ आएर राम्रो खाना खानुहोस्, यहाँ माटो राम्रो छ, जङ्गल राम्रो छ, स्वाद असाध्यै राम्रो छ। हामीले तपाईँले जाने कुरा सिकाउनुहोस्, हाम्रो कुरा सिकेर 3 महिना 6 महिना बसेर जानुहोस्। तीर्थाटन गर्नु भनेर चाहिँ यसो बागमतीमा पानी मात्रै नडुब्ने कि यहाँ हाम्रो खानपिन समेत गर्नुहोस् भनेर हामीले हस्पिटालिटी, आतिथ्य र तीर्थाटनको इकोनोमी हामी बनाउन सक्छौँ। त्यस्तै अब हाम्रो बुद्धिस्ट परम्परा, मेडिटेसन, योगा इत्यादि पनि भएको हुनाले वाट इज गुड लाइफ, वाट इज ह्याप्पिनेस भन्ने पनि हामी नमुना बन्न सक्ने यस्तो एउटा छ। त्यसैको लागि मैले तपाईँहरू सबैलाई आह्वान गर्दै आजको मेरो पर्सनल कुरा चाहिँ यत्तिकैमा टुङ्ग्याउँछु। अब हामी यी छलफलहरूबाट निस्केका 2-3वटा मुख्य कुराहरू हामी छलफल गर्न सक्छौँ र यसमा हाम्रो साथीहरू जसले बोल्न पाउनु भएको छैन उहाँहरूको कुराबाट सुनौँ। नाम हर्ष महार्जन, म पूर्व वडा अध्यक्ष यही वडाको, र म सानो धेरै कुरा चाहिँ हाम्रो नारायणजी किर्तिपुर बारेमा नारायणजीले राखिसक्नु भयो, हाम्रो सुनिताजीले किपुछेको बारेमा राख्नुभयो। म त्यसमा केही छुटेका र गर्नुपर्ने भएका कुराहरू राख्न चाहेँ। काठमाडौँबाट झन् 3 किलोमिटर मात्र रहेको यो किर्तिपुर, मान्छेहरूले धेरै तारा विगत एकदम गाउँ जस्तो सोचिरहेको अवस्था। किर्तिपुर एउटा यस्तो बस्ती हो जुन बस्तीमा तपाईँको 60% हामीले नेवारी बस्ती गर्दछ, जसमा यो किर्तिपुरमा 10 वडाहरू छन्। 10 वडामा सबै वडामा नेवारीहरूकी बस्ती छ। अघि पनि यहाँ कुराहरू उठिसकेको छ, जुन कि यो किर्तिपुरमा जुन कृषिमा झन् 90% कृषिमा आधारित हाम्रो मतलब जनता मतलब यहाँको मतलब किसानहरू छन् भने अघि पनि पाइले पनि हामी पहिला धान काटेर ल्याउँदा मतलब जुन छुपारिरहेको अन्डाहरू कसैले चोल पनि त्यहाँ पुरेर बस्नुपर्ने होइन, आफ्नै मतलब मौलिक आफ्नै उसमा छ। त्यस्तै यहाँ 12 महिनामा 12वटा गीतहरू छन्। 12 महिनामा 12 थरी चाहिँ गीतहरू गाएर काम गर्दछन् भने हाम्रो किर्तिपुरमा हरेक मतलब महिना अनुसार महिना अनुसार नि परिवर्तन गीत र त्यस्तै गरेर काम गर्ने यो कृषि। अहिले यो कृषि गर्ने ठाउँ यो किर्तिपुरको यो चारैतर्फ त कति त हाम्रो युनिभर्सिटीले खाइसकेको छ भने यो त बाँकी भएको ठाउँमा पनि मतलब घरहरू अघि जस्तो चाहिँ नि अहिले नगरपालिकाले यसो त्यसो भन्ने कुराहरू प्रायः बाहिर जिल्लाबाट आउनेहरूले किर्तिपुरमा आएर घर चाहिँ ठहराउने, किर्तिपुरको सानो टुक्रो जग्गा किन्ने जुन काम भइरहेको छ। र यस कारण हामी किर्तिपुरमा बस्ने हामी नेवारहरूले कुनै पनि त्यो आफै बनाएर आफैले खाने आफ्नै जस्तै उदाहरणको लागि हामी रक्सी बनाउँछौँ र आफ्नै घर कसले सिल प्याक रक्सी हामी खाँदैन, जस्तै जाँड बनाउँछौँ आफ्नै चाहिने धान आफ्नै उसको आफ्नै उनीहरूले खाएर बस्ने र अनि त्यो अनुसार चाहिँ नि हामी काम गरेर गरेर अहिले ठ्याक्कै चाहिँ नि उल्टो भयो। विकासको नाम अघि पनि आएर यो कङ्क्रिट यो ढलान गरे बाटो ढलान गर्ने गर्ने। अनि म वडा अध्यक्ष भएको नाताले म किर्तिपुरमा 1 नम्बरको वडा यो 1मै पर्दछ। 1 नम्बर वडामा सबै नगरपालिकामा हो भने 41वटा हाम्रो पालामा 74 सालको हामी 41वटा त हामी पार्टी बनाएका छौँ। हामीसँग करिब 20 मिनट जति बाँकी छ।
ए 20 मिनट मात्रै हो 20 मिनट भनेपछि मैले 2-3 मिनट लिन्छु एउटा चाहिँ आलोकजी भएर मैले अगाडि नै देखाए भएर उहाँकै कुराबाट सुरु गरौँ हैन खास नेपाललाई आजको दिनमा चाहिने भनेको चाहिँ ठुलो जागरण र अभियान हो नेपालको लागि हैन किनभने हामीलाई यो न्यारेटिभ चिर्नु पर्यो हाम्रो स्टोरीहरू आउनु पर्यो है हाम्रो अलमलहरूबाट अलिकति प्रष्टता ल्याउनु पर्यो हामी माथि भएको राजनीति को तुवालो फाल्नु पर्यो है वैचारिक प्रष्टता चाहियो हामीलाई हैन विचारहरूमा अलिकति सङ्लोपन चाहियो धेरै धमिलियो हैन धेरै धमिलियो त्यो भएर जस्तै आलोकजीको मैले सुरु सन्दर्भ कहाँबाट ल्याएँ भने आलोकजीको एउटा टोलीले काठमाडौँमा अकुपाई टुँडिखेल अभियान गर्यो काष्ठमण्डपको अभियान रानी पोखरीको कमल पोखरीको सम्पदा जोगाउ जति अभियान छ नि त्यो सानो टोली हो ठुलो पनि होइन एकदम सानो तर डेडिकेटेड र मुख्य कुरा के भने विचारमा प्रष्टता छ के हुनुपर्छ भनेर हैन विचारमा प्रष्टता छ अनि त्यो प्रतिको समर्पण डेडिकेसन सानो टोलीले पनि कति ठुलो परिवर्तन गर्यो भन्ने कुरा केस चाहिँ उहाँलाई हेरेर उहाँलाई देखेर मैले उहाँलाई चाहिँ एउटा प्रेरक नेपालको अहिलेको आधुनिक समयलाई चाहिँ एउटा प्रेरक घटना हो भन्ने मानेर ठ्याक्कै अब अर्को हामी चरणमा के गर्नु पर्ला सायद भने ठ्याक्कै यही अब कृषिमा या समाजमा या नीतिको मुख्य हुन्छ नि राजनीतिलाई चाहिँ नीतिमा लैजाने क्या राजनीति चाहिँ दलमा या स्वार्थमा अर्कै भयो त्यो नीति भन्दा नि अन्त गयो नि त हैन जस्तै अहिले हेर्दाखेरि कति ठुलो कति ठुलो जनादेश प्रष्ट बहुमत 2/3 जनादेश हैन कति प्रष्ट अनि हामीलाई के लाग्यो भने यो नीति अब चाहिँ पोलिसी डिपार्चर गर्ने राम्रो नीतिमा छलफल गर्ने अब टाइम हुन्छ क्या किनभने यो राम्रो जनादेश सहितको अवस्था चाहिँ एकदमै दुर्लभ घटना हो यस्तो चाहिँ यो अवसर हो यसमा चाहिँ अलिकति नीतिगत हस्तक्षेप गर्ने पहल गर्ने हैन नीतिहरुमा काम गरेर संसदलाई अलिकति विचारमा लैजाऊ भन्ने छलफल गर्न सकिन्छ भनेको यिनीहरु फेरि त्यो तर्साउने थर्काउने पुरै एक्सनमा गइहाल्यो त्यो स्ट्यान्डमा एक्सनमा त्यो गा भएर यसले त्यो काम गर्ने खालको यो त्यो यसको गति नै होइन यो मति पनि होइन तर हामीलाई त्यो भएर झन् हामीलाई अर्को सङ्कट के जिम्मेवारी थपियो भने एकदमै सजग र सचेत नागरिकहरूको समुदायहरूको पहल हामीलाई चाहियो है म जस्तै गाउँमा मैले तनहुमा म के अनुभव गर्छु भने त्यो सरकारी विद्यालयको या वरिपरिको विद्यालयको प्रधानाध्यापक हो कि शिक्षक होस् कि अलिकति माथिल्लो क्लासको विद्यार्थी होस् कि अभिभावक होस् कि या वडा कार्यालयको उहाँ पूर्व वडा अध्यक्ष हुनुहुँदो रहेछ यहाँको राम्रो भयो उहाँ पनि यहीँ हुनुहुन्छ वडा अध्यक्षदेखि वडा सदस्यहरू जनप्रतिनिधिहरू सबैसँग अलिकति नीतिगत छलफल गरौँ न हाम्रो समाज कसरी अगाडि लैजाने कसरी दिगो रूपमा यसको हाम्रो चाहिँ यसको विकासको समृद्धिको कुराहरूको चाहिँ नीतिगत कुरा गरौँ भन्दाखेरि कोहीसँग समय नै छैन वडा अध्यक्षसँग समय नै छैन वडा सदस्यहरूसँग पुरै बिजी छ वडा कार्यालयलाई त आजको दिनमा निजामती कर्मचारी जस्तो त्यो यस्तो हस्ताक्षर गर्ने मात्रै त्यो कागजमा उ गर्ने मात्रै लगाइदिएको छ त्यो भएर छलफल गर्ने नीतिको छलफल गर्ने कुरामा चाहिँ हामीलाई अहिले सङ्कटको छ त्यो भएर हामी लाइक माइन्डेड फेलोजहरू अलिकति समाज सही दिशामा लैजाने भन्ने कुराको चाहिँ फेलोहरूको एउटा गोलो हुन्छ नि साथीहरूको गोलो ठुलो बनाएर अभियानहरूको प्राथमिकीकरण गर्नु पर्यो भन्छु हैन दोस्रो कुरा तेस्रो कुरा जस्तै मेरो आफ्नै अनुभवबाट आएको कुरा चाहिँ मैले अहिले देखेको चाहिँ अबको भोलिको पुस्तालाई चाहिँ कृषिमा तान्नको लागि हुन्छ नि ललिपपहरू के हो नत्र त आउँ जाँदैन नि त्यो त बाहिर गइहाल्छ सफल हुन जानु छ उता अर्को हाम्रो होल आजको जुन वेगमा जसरी अगाडि बढाएको छौँ त्यहाँ कृषिमा टाँसिन पर्ने कोही पनि कारण छैन दरकार पनि छैन त्यो भएर के होला त आकर्षण हामीले के कसरी लोभ्याउने होला मेरो छोरीलाई माटोमा फर्काउनलाई मैले के भन्न सकौँला मैले भनेको थिएँ कथा कसरी भन्ने हैन म त अब फार्ममै हुर्केर आएँ गाईबस्तुसँगको सम्बन्धले आएँ हैन 16 वर्षसम्म हुर्केँ हलो जोतेँ अनि मलाई फर्किनु त सहिलो भयो नि तर मेरो बच्चालाई त अहिले त फर्किनु पर्ने त कुनै कारणै छैन नि हैन त्यो कारणहरू कसरी बनाउने भन्ने कुरा चाहिँ भयो भने भोलिको पुस्तालाई आकर्षित गर्ने एउटा ठुलो जिम्मेवारी हाम्रो आएको भएर
हामीले चाहिँ सायद एउटा अलिकति गोलो ठुलो बनाउने जसमा यो रिजेनेरेटिभ एप्रोचमा यो सरले अहिले जुन सक्रियतामा काम गरिरहनु भएको छ एउटा यो काम, अर्को हामीले बायोडाइनामिक नेपालमा एसियाको सम्मेलन गर्दाखेरि हिलिङ हिमालय भनेर थिम दियौँ, त्यो हिमालयको क्राइसिसकै कारण होइन, त्यसमा हिमालयको प्यानलमा हामीले छलफल गऱ्यौँ। अनि एउटा एसियामा चाहिँ यो हिमालयको वरिपरि यो नागरिक स्तरमा विभिन्न देशहरूको यो हिमालयसँग सरोकार राख्ने, हुन त यो 2 अर्ब एसियाको 2 अर्ब जनसङ्ख्यालाई सिञ्चित गर्ने प्रणाली होइन, त्यो त एसियाभरि नै जोड्नु पर्ने हो। तैपनि त्यसको वरिपरि हिमालयकै उसमा भूगोलमा अलिकति त्यहाँको नागरिक समूहहरू अलिकति चाख लाग्ने समूहहरूलाई कसरी एक ठाउँमा राखेर अलिक रेगुलर विमर्श गर्ने एउटा, अर्को जस्तै मनसुन भन्नुभयो, अर्को मनसुनको एरियाको मान्छेहरूलाई कसरी अलिकति नागरिक स्तरमा सक्रिय बनाएर एउटा गोलो हाम्रो ठुलो बनाउने होइन, त्यो 2टा भयो। अर्को तेस्रो अब नेपालमा चाहिँ अब जस्तै सानो सानो पर्माकल्चरको सानो समूह छ, अर्ग्यानिक यो जस्तै उहाँको भान्साघरकै त्यो समूह म गएको छैन त म जान्छु होइन। अब यसरी यो सानो सानो समूहहरू त छ, छोटो छोटै रूपमा काम गरिरहेको, त्यो सबैलाई अलिकति जोडेर एउटा त्यो राष्ट्रिय वैचारिकी राष्ट्रिय विमर्श गर्ने खालको थलोहरू निर्माण गर्न सक्यौँ भने एउटा तागत सही दिशा हासिल गर्ने तागत बन्छ अनि हाम्रो कुरा सुनिन्छ। नत्र आजको दिनमा कृषि भनेको एकदम सजिलो छ, अनुदान लिने, दलको सिफारिसमा कार्यकर्ता भएर अनुदान लिने। म पनि कृषि गर्न जाँदाखेरि यिनीहरूले भने नि यो त पत्रकार हो, नागरिक समाजमा पनि औँला समाज, यो त डलरै पनि हो, यो त किनभने नेपालमा अलिकति नागरिक अधिकारको कुरा गर्ने मान्छे डलरै भन्छ होइन, अनि पत्रिकामा लेख्ने मान्छे विचार लेख्ने मान्छे त झन् विरोधी भयो। त्यो त यो अनुदानको लागि गयो कि विदेशी पैसा आएर गयो भन्छ नि त होइन। जब कि मेरो गाईको मायाले गएँ, म मेरो अन्नको मायाले, म आफू मिठो खाऊँ राम्रो लाऊँ भनेर गएको नि होइन, सही खाना खाऊँ भनेर गएको नि। अब त्यो त भन्न गाह्रो छ नि त। त्यो भएर यो भन्ने गोलो यो त्यो भएर यसमा कसरी चाहिँ यो पिक्चर अलिकति धमिलो पिक्चरलाई कसरी सङ्लो बनाउनेमा चाहिँ एउटै तागत आर्जन गर्नलाई हाम्रो गोलोहरू विस्तार गरौँ होइन। सायद त्यो मात्रै हो होइन मेरो अहिले भविष्यमा हामी कसरी जाने? हुन्छ, नारायण दाइले त एकदमै सलिड क्लियर प्रस्ताव राख्नुभयो होइन। हाम्रो जुन यो वैचारिक यो मिलेमतो अहिलेको कुरा छ त्यसको थिम होइन रिजेनेरेसन, त्यो पनि माटोको रिजेनेरेसनको थिमलाई चाहिँ अझ चाहिँ गहन बनाउन, अझ यो सर्कल ठुलो पार्नको लागि कसरी गरौँ त भन्दाखेरि मेरो विचारमा तपाईँले नै एउटा जुन तपाईँले चाहिँ गाईलाई चाहिँ फेरि को कुरामा गाउँमा फर्किनु भयो नि होइन, गाईको चाहिँ बिउताउँछु भनेर त्यसैको सन्दर्भ जोडेर जुन चाहिँ कीर्तिपुरसँग पनि सम्बन्ध छ एक लेजेन्डरी हिसाबले, म चाहिँ अब नारायण दाइसँग थाहा छ भने चाहिँ सेयर गरिदिनु होला। काठमाडौँमा गाईको चाहिँ 2वटा पर्व मनाइन्छ होइन, लक्ष्मी पूजाको दिन, त्यसको भोलिपल्ट गोवर्धन पूजा र चाहिँ गाई जात्रा। त्यो 2टाको सम्बन्ध के छ, त्यसको कृषिसँग के सम्बन्ध के छ होइन। त्यो लक्ष्मी पूजा र गाई जात्राको चाहिँ क्यालेन्डर इयरमा हेर्ने हो भने त्यो हप्ता कति दिन वा महिनाको फरक छ होइन, त्यसले चाहिँ कृषिलाई चाहिँ कसरी चाहिँ डाइरेक्ट इम्प्याक्ट पार्छ त्यो नारायण दाइकोबाट सुन्न चाहन्छु। तपाईँलाई थाहा भयो अनि यहाँ काठमाडौँको चलन अनुसार नभए चाहिँ मै भनिदिन्छु। ओके, तपाईँलाई थाहा नहुन सक्छ। जब हामी लक्ष्मी पूजाको दिन गाईलाई पूजा गर्छौँ, त्यसको भोलिपल्ट गोवर्धन पूजा गर्छौँ, परम्परागत रूपमा त्यो चाहिँ गाईको चाहिँ मिटिङ गराउने समय हो होइन। जसकोमा चाहिँ गोरु छ, जसको गाई छ, गाउँमा चाहिँ मिलेर उनीहरू ल म गाई लिएर आउँछु, गोरु लिएर आउँछु भनेर मिटिङ गराउँछ। गाईको चाहिँ कोइन्सिडेन्टली हाम्रो ह्युमन्सको जस्तै चाहिँ जेस्टेसन पिरियड 40 विक्स हो। अब लक्ष्मी पूजाको 40 हप्तापछि चाहिँ ठ्याक्कै गाई जात्रा पर्छ। सो त्यति बेला गाई जब ब्याउँछ होइन, त्यो पिक मनसुनको टाइम हो। मनसुनको टाइममा चाहिँ घाँस प्रशस्त हुन्छ, नयाँ पाएको बाछो र आमा गाईलाई चाहिँ प्रशस्त घाँस हुन्छ, जसले गर्दाखेरि दुध प्रशस्त रूपमा आउँछ। आमा गाई र बाछोको चाहिँ हेल्थ त्यसले राम्रो हुन्छ। त्यति बेला गाई र बाछो चराउने ठाउँ चाहिँ ठुल्ठुलो खुल्ला सार्वजनिक चौर हो, जसलाई चाहिँ गौचरण भनिन्थ्यो, जुन गौचरणमा एयरपोर्ट बन्यो
होइन। सानो गौचरण अहिले छ र स्टेडियम बन्यो। अर्को ठुलो चरण क्षेत्र तिङख्य हो होइन। तिङख्य भनेको काठमाडौँको चाहिँ टुँडिखेल अहिले जुन होइन, त्यो सबै चाहिँ गाई चराउनको लागि खाली राखेर त्यहाँ बस्ती पनि बसाउन सक्थ्यो होइन। हाम्रा पूर्वजहरूले सहर पनि बसाल्न सक्थ्यो, तर त्यो चाहिँ खुल्ला चौर राखेको कारण चाहिँ एउटा गाई चराउनको लागि, किनभने काठमाडौँ झुप्रुकको परेको बस्ती भए पनि सबजना त्यो किसानहरू चाहिँ दिनको आधा घन्टा 1 घन्टा 2 घन्टा हिँडेर बिहान बेलुका हिँडेर फार्ममा काम गर्थे, त्यसपछि बेलुका आएर सहरमा सुत्थे होइन। अब त्यसमध्ये पनि अब एउटा चाहिँ त्यही गाई चराउनको लागि चौर हो होइन। म सानो छँदा पनि फुटबल खेल्न जाँदा टुँडिखेलमा खुल्ला मञ्चमा हामी के भन्थ्यौँ, गाई पनि चरिरहेको हुन्थ्यो, गोबरको माथि नै हामी फुटबल खेलेर नै हुर्किएको हो होइन। अनि आकाशको पानी जुन मनसुन सिस्टम यहाँ छ होइन, त्यो मनसुनको बेला अब सुरु हुन लाग्यो असार श्रावणमा होइन। आकाशमा बाट आएको पानी चाहिँ एकदमै निरन्तर झरी चाहिँ त्यही हामी ख्य भन्छौँ। ख्यबाट नै खेल बनेको हो। त्यो कुनै खेल मैदान होइन, खेल पनि खेल्न सकिन्छ। तिङख्य, भुइँख्य, बुढाख्य कति छ कति होइन, त्यो भित्री सहरको वरिपरि सहरभित्र त्यो चौरमा चाहिँ आकाशबाट आएको पानी चाहिँ सिञ्चित भएर त्यसले चाहिँ मनसुनको टाइममा त्यसले चाहिँ जमिन मुनि यसरी चाहिँ त्यो पानी भण्डारण गर्छ कि त्यो ड्राई मन्थ्समा त्यो पानी चाहिँ हाम्रो अन्डरग्राउन्ड एक्वाफायर्समा होइन, अन्डरग्राउन्ड चाहिँ पानीको चाहिँ त्यो मुहानबाट चाहिँ अनि हिटी कुवा इनारमा लाने हो होइन, मानव निर्मित चाहिँ संरचनाबाट अन्डरग्राउन्ड ओभरग्राउन्ड। सो त्यसरी चाहिँ हाम्रो किनभने पानी नभएको त सिभिलाइजेसन चल्दैन। तर यो सबै ब्लेसिङ चाहिँ हामीलाई मनसुनबाट नै आएको हो होइन। किनभने मनसुन भनेको त त्यो हिमालयज नभएको भए यहाँ मनसुन हुँदैन थियो। बे अफ बेङ्गालबाट जुन चाहिँ त्यो बाष्पीकरण हुन्छ त्यो चाहिँ नर्थतिर जाँदाखेरि हिमालमा ठोकिएर चाहिँ त्यही मनसुनको क्लाउड्स चाहिँ यहाँ वर्षा हुने हो। अब यो सबै चाहिँ फेरि गाईसँग चाहिँ सम्बन्ध कसरी भन्दाखेरि त्यो त डेफिनेटली सबैले थाहा भएको भयो, गाई नभई कृषि सम्भव छैन। जुन गाईको गोबर छ होइन, जुन हामीले कसैले एउटा रिचुअल अब्जेक्ट पनि मान्छ, त्यो मलको लागि एकदमै राम्रो। गुइठा बनाएर त्यो हामी जुन बाल्छौँ, अनि त्यसपछि चाहिँ यो जुन गौतले हामी के गर्छौँ, त्यसलाई फर्मेन्ट गरेर विभिन्न जडीबुटी पाहाडमा पाइने इजिली पाइने जडीबुटी बनाएर चाहिँ हामी इन्सेक्टिसाइड बनाउँछौँ होइन। सो त्यो मल र चाहिँ जुन त्यो पेस्टिसाइडको चाहिँ जुन अहिलेको मोडर्न इन्डस्ट्री सो कल एग्रिकल्चर इन्डस्ट्री चाहिँ जुन कर्पोरेट जायन्ट्सहरूले चाहिँ प्रफिटको लागि गर्दैछ होइन, त्यो चाहिँ हाम्रो घर घरमा हाम्रो आँगनमा चाहिँ त्यो पाइने सेल्फ रिलायन्स सेल्फ सस्टेनेबल जुन सिस्टम थियो त्यसलाई चाहिँ अघि तपाईँहरूले भने जस्तै चाहिँ विदेशीहरू आएर तिमीहरू पिछडेका छौ त्यो वायात हो भनेर हाम्रो सस्टेनेबल सिस्टमलाई उनीहरूको चाहिँ कर्पोरेट ग्रिडले गर्दाखेरि हामीलाई चाहिँ पिछडिएको साबित गरिदियो होइन। जुन हामीले पढेर जाँच दिएर त्यसमा चाहिँ मास्टर्स पिएचडी गरेको कुरा चाहिँ अनलर्न गर्नुपर्ने बेला अहिले चाहिँ आएको छ। त्यो सबै रियलाइजेसन चाहिँ हामीले चाहिँ यो सानो रुममा 10 जनाले चाहिँ बुझेको छौँ, तर यसलाई चाहिँ नीतिगत रूपमा चाहिँ कसरी बुझाउने, किनभने नीति नभएसम्म यो हामी जुन ग्रास रुट लेभलको एक्टिभिजम गर्दैछौँ त्यसबाट चाहिँ चेन्ज सम्भव तुरुन्त छैन। धेरै एफर्ट समय लाग्छ होइन, तर हामीले पनि यो ग्रास रुट लेभलको एक्टिभिजम गर्दै गर्ने हो। त्यही कुरा चाहिँ नीतिगत रूपमा चाहिँ माथिबाट चाहिँ तलसम्म आयो भने ठ्याक्कै चाहिँ एकदमै क्विक चेन्ज हुन्छ होइन। अब त्यसको लागि चाहिँ मेरो विचारमा के चाहिन्छ भने वर्ल्ड वाइड अहिले सस्टेनेबिलिटी होइन, सेल्फ सस्टेनेन्स अनि स्मल इज ब्युटिफुल टाइनी हाउसको जुन कन्सेप्ट छ त्यसैमा चाहिँ थपेर एउटा चाहिँ स्लो डाउन द वर्ल्ड निड्स टु स्लो डाउन भन्ने एउटा स्लोगन पनि थपिएको छ। किन भन्दाखेरि म आफै पनि मेरो अघि मैले भने नि 22 वर्ष त्यो पियर प्रेसर त्यो सोसियल त्यति बेलाको माहौलै यस्तो थियो कि आफ्नो करियर बनाउनु पर्छ भनेर जुनमा लाग्यो। म चाहिँ आइटीको करियरमा लागेँ। 22 वर्ष चाहिँ अहिले आएर मलाई रियलाइज भयो कि मेरो सबभन्दा ठुलो रिग्रेट नै त्यही हो होइन। त्यो आइटीको करियरले चाहिँ मलाई चाहिँ कर्पोरेट जति पनि जायन्ट्सहरू छ माइक्रोसफ्ट जस्तो होइन, अटोडेस्क जस्तो उनीहरूलाई पोस्ने बाहेक मैले केही पनि काम गरिनँ होइन। टेक्नोलोजीले अहिले जति पनि तपाईँको चाहिँ लाइफमा चाहिँ प्रोग्रेस तपाईँलाई इजी बनाइदिएको जस्तो लाग्छ, त्यो चाहिँ तपाईँको लाइफ चाहिँ डिस्ट्रोय हुँदैछ कि त्यसले चाहिँ तपाईँलाई चाहिँ बेटर क्वालिटी अफ लाइफ दिइरहेको छ। त्यो एकचोटि हेर्नुहोस् होइन। मेटा जस्तो कम्पनीले चाहिँ होइन तपाईँलाई चाहिँ कुनै फेसिलिटी दिँदैछ होला होइन,
तर तपाईँको आफ्नो पर्सनल लाइफ, तपाईँको सोसियल लाइफ त त्यसले त डिस्ट्रोय गर्दैछ, जबकि उनीहरूको आफ्नो कर्पोरेट प्रफिटको लागि मात्र उनीहरूले कसरी एड्सहरू पुस्ट गर्छ तपाईँलाई होइन। तर प्याराडक्सको चाहिँ कुरा के हो भने हामीले स्लो डाउन गर्नुपर्ने कारण पनि मलाई चाहिँ यो टेक्नोलोजीले नै चाहिँ मलाई सम्झाइदिएको छ। म एउटा इलेक्ट्रिक गाडी चढ्छु, इलेक्ट्रिक गाडीमा पनि ब्रेक लाउँदाखेरि त्यसले ब्याट्री रिचार्ज गरेर रिजेनेरेट गर्छ। हाम्रो समाज, हाम्रो लाइफस्टाइल पनि स्लो डाउन गर्नुपर्ने छ, जसले गर्दा हाम्रो सोइललाई रिचार्ज होस्, त्यसले गर्दाखेरि चाहिँ हाम्रो क्वालिटी अफ लाइफ चाहिँ बेटर होस्। त्यो सबै गर्ने विजडम हामी कहाँ नै लुकेर बसेको छ, त्यसलाई नै उजागर गरौँ। थ्याङ्क यू। होइन मैले खालि त्यो है तपाईँले भने जस्तै जुन गोलो भन्नुभयो नि संवाद, त्यो अहिले त्यो एकदमै जरुरी कुरै त्यही भइरहेछ कि अहिले के भयो, अहिले सोसियल मिडियाको जमानामा सच अ प्याराडक्स नि। सोसियल मिडिया भन्छ तर त्यसले यति एन्टी सोसियल गरिरहेछ, हामीमा जुन संवाद हुनुपर्ने त्यो भइरहेकै छैन। अनि यिनीहरू यो बिग जायन्ट्स, यो कर्पोरेट्सहरूले हामीलाई यो संवाद नगरोस्, घरमै बसेर खालि स्क्रोल गर्दै बसोस्, उनीहरूको इन्टेन्सन नै त्यही हो नि त। अहिले त बच्चा खाँदाखेरि पनि यस्तो स्क्रोल गर्दै त्यस्तो भएको बेलामा आई थिङ्क सबभन्दा इम्पोर्टेन्ट कुरै नै संवाद चाहिरहेछ, किन संवादले नै मान्छेलाई चेतना ल्याउँछ अनि अगाडि बढ्ने त हो नि होइन। अहिले त संवादै छैन, हामीलाई के चाहिएको, तपाईँकै अस्ति आर्टिकल लेख्नु भएको छ नि, त्यो के चाहिएको नै थाहा छैन। बाल्यले आउँछ हामीलाई देश विकास गर्छ भनेको छ, तर के हो विकास, हामीले के खोजेको होइन, त्यो नै त्यो डिस्कोर्सै छैन नि। खालि ल आयो विकास चाहियो, विकास चाहियो, के विकास चाहियो, के चाहियो, त्यो क्लुलेस छ भने हामी होइन। कस्तो राम्रो पोइन्ट। अनि सानो सानो कुराहरू जस्तै मैले यो ग्रासरुटकै कुरा गर्दाखेरि नि वडा कार्यालयमा हाम्रो मेरो घर अगाडि वडा कार्यालय छ, उहाँलाई थाहा छ। अहिले विकास गर्नु भनेको के भने कालोपत्री सडक डबल गर्यो, अनि बत्ती यति चर्को हालिदिएको छ वडा कार्यालयबाटै। मेरो फार्ममा गाईलाई त राति निदाउनु पर्छ नि, चर्को बत्ती छ हो। अनि मैले एउटा स्टोरी हालै छ, नार्को वैज्ञानिकहरूलाई सोधेर लेखेको स्टोरी के छ भने यो मकैकोमा घोगा ठुलो हुँदैन, घोगा लाग्दैन बत्तीले, कृत्रिम बत्तीले भनेर एउटा रिसर्चलाई चाहिँ उद्धृत गरेको नेपालीमा लेखिएको समाचार चाहिँ वडा कार्यालयको व्हाट्सएप ग्रुप मेसेन्जर ग्रुपमा सेयर गरेँ मैले। अगाडि सुन्नुहोस् न, अब यो धेरै बत्ती नबाल्नुहोस् न भन्दाखेरि कसैले सुन्दैन। त्यो स्टोरी मैले सेयर गरेपछि त्यो धेरैले पढ्यो अहिले। भने चाहिँ बत्तीहरू चर्को बाल्नु हुन्न, त्यसले हाम्रो कति पर्यावरण कति नष्ट गरेको छ भन्ने कुरा चाहिँ पढाउन पनि त हाम्रो अग्रसर त चाहियो नि त, एउटा त्यो अनुभव होइन। अर्को कुरा, मैले जुनगिरी गाउँमा मैले पर्माकल्चरको पन्डहरू बनाएपछि जुनगिरी फर्क्यो, हराइसिया त जुनगिरी हो। मौरी अहिले मेरो घर अहिले अब यो बायोडाइनमिक पर्माकल्चर फलो गरेपछि अब उत्पादन त छैन, म सफल किसान त होइन, तर मौरी आयो म कहाँ। अब इकोलोजीको सर्भिस गरेपछि रिटर्न त आउँछ नि, टाइम लाग्छ, यसले टाइम। तर मौरी आएको छ, अब यो पनि म कथा भन्छु हो। मेरो माटोमा सूक्ष्म जीवाणुहरूको सङ्ख्या वृद्धि भएको छ भनेर भोलि म भन्न सक्छु नि। मैले अहिले अब बेचेर खुदो बेचेर त म सम्भव हुन्न, अहिले सक्दिनँ, बजारमा टिक्न सक्दिनँ। तर इकोलोजिकली रिटर्न छ है भनेर भन्नलाई मलाई त्यो कथाहरू म भन्छु होइन, त्यो भन्ने आउला भन्ने आशावादी छु होइन। दुइटा अर्को कुरा के भयो भने जस्तै अहिले सरले भन्नुभयो हाम्रो पानी सोझै खान पाइयोस्, मिनरल वाटर छ भने चाहिँ स्प्रिङ वाटर हो नि हाम्रो। अब मेरोमा कस्तो छ भने नामै मेरो घरमा गाउँमा आउने पानी नै पोखरे पानी, सोझै स्प्रिङ वाटर, पोखरे पानी, पोखराबाट आउँछ हो। त्यो पोखरे पानीमा कस्तो छ भने त्यसको चेन्ज कस्तो छ भने पानी त्यहाँ राम्रो हुन्छ जहाँ कटुसको तल जराले काम गरेको छ हो। तर हाम्रो सामुदायिक वनहरू चाहिँ के छ भने मान्छेले अलिअलि बिथोलिएको भएर त्यो कटुसलाई बढ्न नदिने, चिलाउने मात्रै बढ्दाखेरि पानीको क्वालिटी फरक पर्यो। कटुस र चिलाउने र कटुस सँगसँगै हुर्केको वनहरूको परिवेश अर्कै हो। त्यहाँ जस्तै हाम्रो मौरीहरू पनि चर्न पाउँथ्यो कटुस भाव कति राम्रो छ। तर कटुस चाहिँ के भने समुदायले चाहिँ एकदमै धेरै चाहिँ आएर भनेर के गरेर मासेर हुर्किनै पाउँदैन क्या। अनि मैले अहिले सुरु गरेको छु अहिले गाउँमा चाहिँ कटुस चाहिँ नकाटौँ जुकाम है भन्ने अभियानलाई बिस्तारै आमा समूहहरू मार्फत अहिले त्यो भएर एजेन्सी हामीले खोज्ने। मैले भन्नु हाम्रो बेस्ट एजेन्सी के हुन्छ हामीलाई हेल्प गर्ने, कृषिलाई सबभन्दा राम्रो हाम्रो सहयोगी साथहरू शक्तिहरू को हुन्छ भनेर त्यो खोज्दाखेरि एउटा आमा समूह। आमा समूह चाहिँ के छ भने
टोलमा छ। अनि नेपालको यो शासन संयन्त्रमा सबभन्दा आधारभूत ग्रासरुटको लोकतान्त्रिक संरचना भनेको चाहिँ त्यो आमा समूह है। र आमाहरू जतिको त्यो कृषिको त्यो हुन्छ नि मर्का बुझ्ने अरू हुँदैन नि त। त्यो भएर आमा समूहहरूलाई कसरी चाहिँ त्यहाँ सहकार्य गर्ने भन्नेमा म गएको छु। मैले अहिले त्यही सेयर गरेँ सर। सुलोचनाज्यूले आमा दिदीको कुरा आयो, केही थप्नुहुन्छ? म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि अब आमा समूहको कुरा पनि छँदैछ होइन। प्लस अब मेरो एउटा साथी आउनुभएको थियो कि बाहिरबाट, उहाँले फलफुल किन्न जाने बेलामा युरोपको हो भनेर सोध्नुभयो कि होइन। अनि भन्न खोजेको के हो भन्दाखेरि उहाँहरूले बाहिरबाट आउँदा पनि दुईवटा फलफुल किन्दाखेरि उहाँहरूले आफ्नो पैसा चाहिँ आफ्नै देशमा जाओस् है भन्ने सोच के उहाँहरूको होइन। त्यही भएर मैले पनि के भन्छु भन्दाखेरि हामीले पनि हाम्रो घर परिवारमा हामीले भान्सामा चलाउने कुराहरू पनि सकेसम्म हाम्रै देशमा उत्पादन भएको खानेकुराहरू चाहिँ त्यसलाई चाहिँ बल गरौँ भन्न चाहन्छु। र कहिलेकाहीँ हामी बाहिर भिजिट गर्न पनि जान्छौँ, त्यो बेलामा पनि हामीले पनि त्यही बानी बसालौँ। एउटा कमसेकम 2 पैसा भने आफ्नो देशमा जान्छ आउँछ नि त होइन। भन्दै म यो कुराहरू चाहिँ एउटा सानो यो स्टोरी नै हो, मेरो मलाई परेकै कुरा मैले यहाँहरूलाई राखेँ र फेरि पनि पछि कुराहरू राख्लाहरू केही भयो। ओके, म एउटा कुरा सेयर गर्न चाहन्छु। मेरो चाहिँ एउटा बिगेस्ट फियर भनौँ न एउटा के छ भने, जस्तै अहिले इभी भनेर इभी आइरहेको छ नि त। अनि तर त्यो इभीको ब्याट्री भनेको एउटा लिथियम ब्याट्री हो नि त होइन। अब जसरी ल मानौँ फर इक्जाम्पल अहिले सबै डिजलको कारहरू इभीले रिप्लेस गरिदियो अरे, तर त्यो लिथियम ब्याट्री भनेको त त्यो त नेचुरल होइन नि त, त्यो त आर्टिफिसियल हो। कुनै न कुनै कन्ट्रीले कुनै कुनै कम्पनीले बनाउने हो। सपोज उसले त्यो बनाउन छोडिदियो भने वाट विल ह्यापेन भन्ने कुरा हुन्छ कि। अनि मैले यो कुरालाई हाम्रो सिडहरूसँग रिलेट गर्छु कि अब जस्तै अहिले जिएमओहरू अनि अरू सिन्थेटिक सिडहरू आइरहेको छ, हामीसँग जुन इन्डिजिनियस सिडहरू छ त्यो कुराको रिचनेसबाट हामी टाढा गएर अब अरू बाहिरबाट आएको इम्पोर्टेडहरू निकाल्न खोज्यो, त्यही अनुसारको बानी पऱ्यो, त्यही अनुसारको हेबिचुअल भयो। अनि पछि कुनै न कुनै केही न केही रिजनले, जस्तै अब क्लाइमेट चेन्जहरूको कुरा छ, यिनीहरूको कुराले त्यो सिडहरू आउन छोड्यो भने त हामी त त्यहाँ बिचको हुन्छौँ नि त। त्यो चाहिँ मेरो एउटा बिगेस्ट फियर हो। सो यो कुराहरू बुझाउनको लागि चाहिँ अब इन्डिजिनियस सिडहरूको कुरा, एग्रो फरेस्ट्री, यो सबै यो रिजेनेरेसनको कुराहरू बुझाउनको लागि चाहिँ एउटा मास मुभमेन्ट नै चाहिन्छ सरले भन्नुभयो जस्तै। अनि सो हाम्रो एउटा अर्गनाइजेसन छ कि, हाम्रो नवराज उपाध्याय दाईसँग हामीले एउटा अर्गनाइजेसन खोलेको छौँ। त्यहाँ लगभग 200+ स्टुडेन्ट्स एग्रिकल्चर फिल्डको स्टुडेन्ट्सहरू हुनुहुन्छ, एग्रो इकोलोजीसँग रिलेटेड। अनि वेबिनार भएको थियो हाम्रो अस्ति, त्यहाँ 200+ पार्टिसिपेन्ट हुनुहुन्थ्यो कि। सो मैले यो कुरा सेयर गर्न चाहिँ हजुरलाई एकचोटि एउटा वेबिनारको लागि नि इन्भाइट गर्न चाहेँ अहिलेको लागि चाहिँ है त। हजुर सबैजनालाई 1 by 1 हजुरकोबाट चाहिँ मलाई त्यो कुरा ठ्याक्क ट्रिगर गर्यो अनि त्यहाँबाट सुरु गर्न मन लाग्यो कि। मे 23मा छलफल गर्दैछु। हजुर हजुरको पनि छ। ल अहिलेलाई समयको कारणले गर्दा म कन्क्लुड पनि गरिदिन्छु। केही समाचारहरू के भने, जुन ग्लोबल अर्थ रिपेयर कन्भर्जेन्स भन्ने ठुलो नेपालको भन्दा बाहिर समेतको साथीहरूले एउटा काम के गरिराख्नु भएको छ भने अर्थ रिपेयर गर्ने, कुनै पानीको मूल फुटाउने हो कि माटो बनाउने हो कि खरेलाई बाँस घारीबाट पुनर्जीवित गराउने हो कि इत्यादि इत्यादि, स्पेनदेखि अमेरिकादेखि अफ्रिकादेखि जताततैमा त्यहाँ उहाँहरूले हाम्रो पुरानो खालमा पुरानो तरिकाले हामीले जसरी श्रमदान गर्थ्यौँ नि, वर्किङ लाइक अर्थ रिपेयर क्याम्प जस्तो उहाँहरूले धेरै ठाउँमा गरिराख्नु भएको छ। र उहाँहरूलाई डिसेम्बरदेखि फेब्रुअरी भित्रमा केही ठाउँहरू हामीले सेलेक्ट गरेर उहाँहरूलाई समेत ल्याउने, तर हाम्रो यहाँको कलेज र हाई स्कुलका विद्यार्थीहरूलाई संलग्न गर्ने गरी सायद यो नै एउटा माध्यम हुनसक्छ कि लार्जर अडियन्सलाई लर्निङ इकोसिस्टमको समेत भाग गराएर गर्ने, त्यो एउटा सम्भावना छ। म हाम्रो यो कुराहरू उहाँहरूसँग सेयर गरेपछि उहाँहरूलाई हामी भन्न सक्छौँ कि डिसेम्बर टु फेब्रुअरीमा हाम्रो 2-3वटा ठाउँमा, तपाईँहरूको पनि काठमाडौँ भ्यालीमा कहीँ छ भने त्यो अलिक ग्लोबल अडियन्स पनि हुने भयो, ग्लोबल एटेन्सन पनि भयो, त्यो एउटा भयो। र अहिले भर्खरै हाम्रो नारायणजीले जुन भन्नुभएको छ, यो संवादलाई, यो कन्भर्सेसनलाई व्यापक रूपमा फैलाउनु पनि पर्यो र गहिरो पनि बनाउनु पर्यो।
यसको लागि पहिलो कुरा त म हजुरलाई नै नारायणजीलाई नै सेतो पाटीमा यो युट्युब आएपछि अथवा अगाडि र पछाडि युट्युब सहित हाम्रो कन्भर्सेसन र तपाईँको लेखाइ एकदम प्रभावकारी छ। त्यस्तै हाम्रो युवा समीर पराजुलीलाई पनि आजको कन्भर्सेसनलाई सकेसम्म पब्लिकमा लग्नु है त, किनभने त्यसबाट तपाईँको लेखनमा पनि विकास हुन्छ, नाम पनि अलिअलि चल्छ र हाम्रो अब युवा नेता पनि त हामीलाई चाहियो नि होइन। ल म त्यति भन्दै आज तपाईँहरूले हामीलाई यहाँ जसरी आतिथ्य गर्नु दिनुभयो त्यसको लागि धेरै ल ठिक छ, धेरै धन्यवाद दिन चाहन्छु। हामी अब बिस्तारै यो सेरिबरलबाट अब हामी बायोलोजिकलतिर सायद खानपिनको पनि समय बजीको पनि व्यवस्था होला, एकछिन बसौँ रमाइलो गरौँ र यो खालको कन्भर्सेसनलाई अझै बृहत्तिर लैजानु पऱ्यो, गहिरोतिर लैजानु पऱ्यो। मैले आज हजुरहरूबाट त्यही नै सिकेँ, डेप्थमा पनि जानु पऱ्यो र एक्सपान्सन पनि, भर्टिकलमा पनि जानु पऱ्यो, भर्टिकल डेप्थ, हराइजेन्टल एक्सपान्सन, र त्यही नै कामना गरेर आज म बिदा हुन चाहन्छु।